म फेरि पनि के खबरदारी गर्न चाहन्छु नि, यी प्रतिक्रान्तिकारीहरू, यी ज्ञानीहरू, यी राजावादीहरू कुनै ठाउँ छैन, यो कुनै तर्क, कुनै यो कुराको विषय उठाउन कुनै तिमीहरूलाई ठाउँ पनि छैन, छुट पनि छैन, यो उठाउन दिनुहुन्न। वास्तव नेपालको संविधान अनुसार त यो विरोधी कुरा हो। तपाईँको चाहिँ राजा ज्ञानेन्द्र पनि यदि राजनीतिमा आउने भने चुनाव लडेर आउनुपर्छ, यत्तिकै राजा हुन पाइन्छ भने अहिले यो देश त्यस्तो छैन नि। हो, यहाँनिर चाहिँ त्यही त असली जेएनजीहरूले शान्तिपूर्ण गरेको आन्दोलनबाटै सायद धेरै कुराहरू सम्भव हुन्थ्यो। त्यहाँनिर हाइज्याक गरियो। अब हाइज्याकरहरूले के बुझेनन् भने यो ध्वंस गरेपछि मात्रै हामीले चाहिँ सुख पाउँछौँ भन्ने बुझ्यो होला सायद। त्यो पनि होइन रहेछ, ध्वंस गरेर मात्रै भएन, अब त्यहाँ थप बलिदानी पनि भयो। प्रचण्डको बारेमा चाहिँ तपाईँले टिका टिप्पणी गर्नु, उहाँको चाहिँ राम्रो नराम्रो कुरा के हुन्? होइन, त्यही त उहाँ त अब अहिले त राजनेताको छवि बनाइसक्नु भयो। एउटा तपाईँको चाहिँ हिजो जनयुद्धको परिकल्पनाकार के जनयुद्ध गर्नुपर्छ भनेर मुख्य तपाईँको चाहिँ सूत्रधार त्यतिखेरको आफूसँग भएको शक्तिलाई, एउटा खाले बन्दोबस्तीमा भएको शक्तिलाई अब राज्य सत्ता विरुद्ध बन्दुक उठाउनुपर्छ भनेर जुन कन्भिन्स गर्नुभयो, बन्दुक उठ्यो, जनयुद्ध भयो। जनयुद्धको एउटा चाहिँ नेतृत्व, सफल नेतृत्व गरेर त्यसको जगबाट ६२-६३ को जनआन्दोलनबाट चाहिँ यहाँको जहाँनिया तपाईँको चाहिँ राजतन्त्र अन्त्य भयो, गणतन्त्र आयो। गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता यो सबैको जननी र यसको नेतृत्व अध्यक्ष प्रचण्ड नै हो होइन। उहाँले निकास दिन सक्छ थुप्रै यो देशलाई, सक्नुहुन्छ। उहाँको विकल्प त्यसकारण छैन भनेको हामीले तत्कालको अवस्थामा उहाँको विकल्प छैन। उहाँले एउटा छवि बनाइसक्नु भएको छ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको। अहिले तपाईँको चाहिँ एक चरण उहाँलाई चाहिँ काम गर्ने मौका दिएर 5 वर्षको लामो अवधि दिनुपर्छ भन्ने हो। 5 महिना 6 महिनामा केही पनि हुँदैन। हेर्नुहोस् विवेकजी, यो देशको कायापलट गर्ने कुरा हो होइन। देशमा तपाईँको चाहिँ एउटा विकासको एउटा परियोजना मात्र होइन कि समग्र देशको समग्र परियोजना ह्यान्डल गर्नको निम्ति स्थिर सरकारको नेतृत्व गर्ने मौका एकपटक दिनुपर्छ। त्यसमा हामी सबै गोलबन्द भएका छौँ। हाम्रो पार्टी पङ्क्तिमा त त्यो खाले मतैक्यता भएर उहाँलाई संयोजकको जिम्मेवारी पनि आएको छ। सँगसँगै विचार मिल्ने पार्टी एकताको कुरा पनि भएको छ। हामी सबै मिल्न सक्ने शक्तिहरू मिलेर उहाँको नेतृत्वमा जानुपर्छ। खैर यति भन्दै गर्दा उहाँका पनि कमजोरी छन्, नभएका होइनन्। उहाँ पनि सच्चिन्छु भन्नुभएको छ, सच्चिनुस् हामी पनि भन्न चाहन्छौँ। सच्चिनुपर्छ। यो अहिलेको नयाँ अहिले देश दौडाम हुनुहुन्छ फेरि हो, नयाँ चाहिँ अहिलेको नयाँ पिँढीको आन्दोलनले त्यो हामीलाई सन्देश दिएको छ। हामी सबै सच्चिनुपर्छ। हामी सबै तपाईँको चाहिँ पुरातन हिसाबले होइन, नयाँ ढङ्गले सोच्नुपर्छ। अब हिजो पनि फेरि जनयुद्धकै कुरा गरेर हुँदैन। अहिले अब तपाईँको सहरी विद्रोह, तपाईँको सहरी जनता र तपाईँको चाहिँ आज तपाईँको अहिलेको युवा पिँढी जो इन्टरनेट नेटमा अलिकति झुमिरहेको, यो पङ्क्तिको पनि भावना बुझ्ने गरी आफ्ना कार्ययोजना बनाउने, आफ्नो कमिटीलाई त्यही अनुसारले तम तयार राख्ने र चुनावमा होमेर त्यो बल प्राप्त गरेर, जनताको साँच्चीकैको बल प्राप्त गरेर देशको नेतृत्व गर्नुपर्छ भन्ने हो। देशको परिस्थिति तपाईँलाई थाहा छँदैछ। यो बेला जेएनजी आन्दोलनको जुन खालको चाहिँ बलिदान छ त्यो खेर जाने हो कि भन्ने एक खालको चिन्ता पनि आउँदै गइरहेको छ। तपाईँ युवा भएको हिसाबले जेएनजीको आन्दोलन जुन खालको बलिदान थियो त्यो खेर जाँदैछ, के छ तपाईँको चाहिँ विचार के छ? हो, खेर जाँदैछ। विशेष त अब खेर जान प्रयत्न हुँदैछ भनौँ न। हजुर, त्यतातिर लगिँदैछ। जस्तो हामी पनि हिजो जनयुद्ध जनविद्रोहबाटै आएको शक्ति हो। हामीलाई पनि त्यस्ता किसिमका विभिन्न आरोप लान्छनाहरू लाउँदै होइन, हामीलाई चाहिँ यहाँ पनि आतङ्ककारी भन्दै विभिन्न झुटा मुद्दा लाउँदै तपाईँको चाहिँ सक्न खोजिरहेका थिए। तर हामी चाहिँ त्यसो भएन। हाम्रो अब छुट्टै खाले पहल चाहिँ आयो नै। अहिले पनि विभिन्न विद्रोहमा तपाईँ हेर्नुहुन्छ भने तपाईँको चाहिँ क्रान्ति र प्रतिक्रान्ति त सँगसँगै भइराखेका हुन्छ होइन। तपाईँको चाहिँ यो प्रतिक्रान्तिको एउटा तब्काले चाहिँ यसलाई चाहिँ फेरि पनि यो आतङ्ककारी भन्दै तपाईँको चाहिँ त्यतातिर लाने प्रयत्न हुँदैछ। त्यस कारणले हामीले सचेत युवा पङ्क्ति, असली जेएनजी भनेर यहाँनिर दुईवटा कुरा छ। हामी चाहिँ असली जेएनजी र नक्कली जेएनजी। अब 23 गते दिउँसोसम्मको चाहिँ असली जेएनजीहरूले खास जायज मागहरू राखेर आन्दोलन गरेको देखिन्छ। त्यसको हामी नैतिक समर्थन पनि गरेका थियौँ। हामी चाहिँ प्रतिपक्षमा भएको हाम्रो पार्टी मूलतः, अनि हाम्रो सङ्गठन फेरि चाहिँ युवाहरूको प्रतिनिधित्व गर्ने सङ्गठन भएको नाताले हामीले चाहिँ यो भ्रष्टाचार विरुद्धको अभियान, सुशासन र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धको जुन चाहिँ जेएनजी मुभमेन्ट थियो त्यसलाई हामीले समर्थन गरेकै थियौँ। तर त्यसमा विभिन्न तत्त्वले घुसपेट गरिसकेपछि 23 गते 12-1 बजेपछि जुन हाइज्याक भयो त्यसको चाहिँ हामीले विरोध गरेको हो।
तर जुन खालको अहिले सरकार गठन भयो अब त्यसपछि जेनजीहरूको जुन भद्रगोल अवस्था देख्दाखेरि देशको परिस्थिति अझै सहज छैन भन्ने छ कि छैन, के छ तपाईँले के बुझ्नु भएको? सहज छैन, सहजतातिर लानुपर्छ होइन, सहजतातिर यसलाई चाहिँ लैजानुपर्छ भन्ने हो। तर अहिलेसम्म सहज बनिसकेको छैन। अब यसमा यही त हो नि, धमिलो पानीमा माछा मार्ने जुन एउटा नेपालीमा उखान पनि छ। अब यो जेनजीहरूको त त्यो एउटा सङ्गठित अथवा चाहिँ कुनै नेतृत्व गरेको अथवा चाहिँ एक ढिक्का भएर आन्दोलन गरेको होइन कि एउटा यो उमेर समूहले चाहिँ एउटा आह्वान गर्यो, यसमा सबै मिसिएर एउटा खाले चाहिँ वातावरण बन्यो। त्यसपछि फेरि यसलाई भित्र चाहिँ घुसपेट गरेर विभक्त बनाउने, विभाजित बनाउने देख्नुहुन्छ। विभिन्न चाहिँ टुक्रामा, विभिन्न चाहिँ समूहमा विभाजित र विभक्त बनाइएको छ। ती आम युवा पिँढीलाई म के आह्वान गर्न चाहन्छु भने तपाईहरु त्यसरी विभक्त भएर होइन, एक ठाउँमा बसौँ, एकताबद्ध भएर जो अग्रगामी एजेन्डाहरू हुन् त्यसमा हामी पनि साथमै छौँ, तपाईहरुसँगै छौँ। एजेन्डा मिल्नेसँग तपाईहरुले सहकार्यको हात मिलाउनुस्। हामीले त छलफल थालिसकेका छौँ, तपाईहरु पनि छलफलमा आउनुस् र एउटा खाले देशलाई निकास दिने एउटा चाहिँ हामीले निचोड निकालेर जाउँ। अब जुन खालको जेनजीहरूको माग एउटा खालको अन्तरिम जुन सरकारले पुरा गर्न सकेन, प्रत्यक्ष कार्यकारी चाहिँ व्यवस्था हुनु पर्यो भन्ने थियो। तर प्रत्यक्ष कार्यकारीको कुरा त टुङ्गियो। अब जुन खालले चाहिँ आन्दोलन भएको थियो त्यसपछि त्यो आन्दोलनको मर्म जुन थियो त्यो त पुरा हुन सकेन भन्ने त अब चुनाव पनि आउँदैछ। यो सरकारले आन्दोलनको मर्मलाई बुझेन अथवा चाहिँ संसद विघटन के थियो तपाईँहरूले त गलत भयो भनेर चाहिँ विज्ञप्ति पनि निकाल्नु भएको थियो नेकपा माओवादी केन्द्रले, के भन्नुहुन्छ यसमा चाहिँ? हो, यहाँनिर चाहिँ हामीले एकदम मनन गर्नुपर्ने कुरा के छ भन्दाखेरि जुन सुरुवाती आन्दोलनमा मैले अघि भनेका तीनटा कुराबाट सुरु भयो, पछि अब त्यसको राप्ता बढ्दै गएपछि यो चाहिँ अहिलेको जुन यो संसदीय व्यवस्थाबाट मात्रै देशले निकास निक्लिन सक्दैन। यो चाहिँ स्थिरता, जुन चाहिँ स्वाधीनता होइन, यो सबै आत्मनिर्भर अर्थतन्त्र सबैको लागि चाहिँ स्थिर सरकार चाहिन्छ भनेर स्थिर सरकारको लागि त प्रत्यक्ष निर्वाचित कार्यकारी हामीले हिजैदेखि उठाउँदै आएको कुरा उठ्यो। अब यहाँनिर त्रुटि कहाँ देखिन्छ भने खास अभियन्ता भनेर जुन चाहिँ प्रोभोकेसन गरेर जुन चाहिँ तपाईँको चाहिँ यो अभियन्ता सिर्जना गरियो होइन, यो उनीहरूको चाहिँ ढङ्ग पुगेन जस्तो लाग्छ मलाई। हाम्रो कुरा त अब त्यहाँ सुनवाई हुने त्यति देखिया थिएन त्यतिखेर, अहिले चाहिँ अलिअलि वातावरण बन्दैछ। त्यहाँनिर चाहिँ संसद विघटन नगरी सरकार हुन हुँदैन भन्ने जुन भोइस उठ्यो, यहाँनिर त्रुटि भए देखिन्छ। जस्तो त्यहाँनिर गर्न के चाहिँ सकिन्थ्यो भने संसद बैठक आह्वान गरेर संविधानका निश्चित धाराहरू संशोधन गरेर अहिले अब आउने चुनाव चाहिँ तपाईँको चाहिँ संसदीय चुनाव होइन, प्रत्यक्ष कार्यकारीको चुनावमा जान सकिन्थ्यो। त्यसमा बाटो हुँदाहुँदै पनि त्यतिखेरका केही चाहिँ दृश्य खेल चलखेलले यो चाहिँ जुन संविधान संशोधन गर्ने थलो हो, जुन जननिर्वाचित थलो संसद विघटन गर्यो। अब त्यहाँनिर समस्या आइरहेछ। अब मैले हिजो एउटा खाले यो एक थरी जेनजी अभियन्ताहरूको चाहिँ ऊ पनि सुन्दै थिएँ, फेरि उहाँहरू संसद पुनर्स्थापना भन्न थालिसक्नु होइन। अब यहाँनिर हेर्नुहोस् न, संसद पुनर्स्थापना भन्न थाल्नुभयो अनि त्यसपछि किन चाहिँ संसद विघटन गरे त नि हिजो त्यस भनेपछि ढङ्गै पुगेन। यो कसको जस्तै यो श्रेय त यो जुन प्रधानमन्त्री अन्तिम सरकार गठन गर्ने श्रेय त बालेन शाहलाई दिइरहेको छ नि, तपाईँहरू पनि गाली गर्नु भएको छ। यही त छ, बालेनजीको भूमिकै तपाईँको प्रश्न देखिन्न। न उहाँ मिडिया फेस गर्नुहुन्छ, न अफिस फेस गर्नुहुन्छ, फेसबुकमा दुईवटा अक्षर लेखेर मात्रै यो देशको नेतृत्व गर्न सकिन्छ। उहाँको के हो त कुरा? जनताले त सुन्न चाहन्छन् नि, हामीले सुनेनौँ। फेसबुकमा लेख्नुभयो, त्यसको पछि युवाहरू लाग्दिनु भयो र संसद विघटन भयो। ल यत्रो चाहिँ तपाईँको चाहिँ एउटा खाले ध्वंसात्मक, अर्को खाले चाहिँ तपाईँको चाहिँ क्षति भएको छ, बलिदानी भएको छ। के एउटा सरकार फारेर अर्को सरकार ल्याउन नमात्रै थियो त त्यो त्यो मात्र देखियो तपाईँहरूले हिजो हितबहादुर तामाङ दाइले पनि त्यो मात्रैले पनि कहाँ भयो त? अहिलेको मौजुदा सरकारका गतिविधि पनि त हामी हेरिरहेका छौँ होइन। जनता त सन्तुष्ट अथवा जेनजी अभियन्ता पनि सन्तुष्ट हुने स्थिति त देखिरहेको छैन भनेपछि त यहाँ त्रुटि त भयो कहीँ न कहीँ। अहिले त्यहाँ युवाहरू, अहिले त्यहाँ चाहिँ सहभागी, त्यहाँनिर चाहिँ तत्कालीन अवस्थामा नेतृत्व गर्ने युवाहरूले ओहो मिस्टेक भयो भन्न थालिसक्नु भएको छ। भनेपछि यो गन्जागोलको स्थिति बन्यो, जुन पहिलाको स्थितिभन्दा फरक जुन खालको चलिरहेको थियो, अब जुन खालको सरकार चलिरहेको थियो, अर्को सरकार आयो त्योभन्दा पनि खतम भएर जाने भयो भन्ने खालको हो परिस्थिति देशको होइन। त्यतातिर लगिँदैछ, त्यतातिर त जान दिन हुँदैन होइन। अब त्यो चाहिँ अब
त्यो सरकारै सबै ठिक थियो भने आन्दोलनै हुँदैन थियो। त्यो सरकारको बन्ने क्रम पनि त्यो सरकारले गरेका चाहिँ केपी ओली नेतृत्वको सरकारले गरेका गतिविधिसँग त जनता सन्तुष्ट थिए थिएनन्। त्यसको विकल्पमा चाहिँ जनताले आवाज उठाए। त्यसले चाहिँ एउटा खालि दबाब सिर्जना गरेर उहाँले चाहिँ राजीनामा दिनुभयो। अर्को सरकार आयो तर त्यहाँनिरको चाहिँ प्रक्रियामा चाहिँ त्रुटि भएको कारणले अहिले यो गन्जागोल भएको हो। अब पनि चाहिँ अब सबैजना एक ठाउँमा आएर तपाईँको चाहिँ विचार मिल्नेहरू एक ठाउँमा आएर हामी चुनाव लडेर जुन अग्रगामी एजेन्डा लिनेहरूले तपाईँको चाहिँ 2/3 ल्यायो भने अब संविधान संशोधन गर्ने बाटो त छ नै त्यहाँबाट। त्यसरी जानुपर्ने देखियो। संविधान संशोधन गर्नु पर्यो यो चाहिँ संसदबाट भनेपछि फेरि अर्को निर्वाचन आउनु पर्यो। 6-7 वर्ष लाग्ने भयो नि त फेरि, होइन? होइन, समय त अब कति लिन्छ। अब हेर्नुहोस्, यो अहिलेको संविधानै तपाईँको चाहिँ जननिर्वाचित तपाईँको चाहिँ संविधान सभाबाट आएको संविधान हो। यिनीहरूले अहिले चाहिँ कसरी चाहिँ लिँदै खोजिदिएछ भने हिजो 47 सालको संविधान जस्तो होइन नि। 47 सालको संविधान चाहिँ फालेर पछि 62-63 अन्तरिम संविधान आयो त्यतातिर लान खोजिदिएछ, त्यो होइन। नेपालको संविधान जननिर्वाचित प्रतिनिधिहरूले लेखेको संविधान हो। यसलाई तपाईँको चाहिँ कसैले त्यसलाई उ गर्न खोज्छु भन्नु भनेको चाहिँ त्यो दिवा सपना मात्रै हो। त्यस कारणले यो संविधानलाई संशोधन गर्ने हो। निर्वाचन हुनु पर्यो, संशोधन गरेर फेरि अर्को निर्वाचन आह्वान गर्नु पर्यो प्रदेश कार्यकारीको। त्यो गर्दा कति टाइम लाग्छ? यो त अब त्यही त फास्ट ट्र्याकमा गयौँ भने अब हामीले फागुन 21 गतेको निर्वाचन घोषणा भइसकेको छ। त्यहाँ चाहिँ हामी होमिने, होइन? अग्रगामी सबै शक्तिहरू एकजुट हुने भनेपछि त कार्यकाल तपाईँको कति वर्ष चाहिँ होइन? कार्यकाल भए पनि त्यसले संविधान संशोधन गर्ने बित्तिकै त त्यो सरकारले फेरि चुनाव गराउन पाइहाल्छ त। त्यो त संविधान तपाईँलाई संशोधन हुनु पर्यो। सबैजना मान्न तयार छन् त त्यो अवस्थामा? हो, मान्न तयार हुँदैनन्। अब यहाँनिर हामीले ख्याल गर्नुपर्ने संसद त त्यही नै हुन्छ नि। संसदको चुनाव त हामीले गरिसकेका हुन्छौँ नि। त्यसपछि त हामी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री अथवा राष्ट्रपतिको चुनावमा जान्छौँ। फेरि संसदको चुनावमा त जानु पर्दैन त्यहाँनिर। अब बाटो त्यो रोजियो त तपाईँको चाहिँ अहिले त हामी देखिरहेछौँ त त्यो बाटो। चुनाव पनि हुन्छ कि हुँदैन? तपाईँ जुन बाटो हिँड्न रोज्ने, तपाईँ जुन बाटो हिँड्न खोज्नुहुन्छ त्यही बाटो जाने त होला गन्तव्यमा पुग्नलाई, होइन? खास हुनुपर्ने चाहिँ प्रदेश कार्यकारीको निर्वाचन हुनुपर्ने थियो। सम्भव थियो, इजिली सम्भव थियो। हामीले उठाएका पनि छौँ विषय त्यतिखेर, होइन? यो संसदबाटै संविधान संशोधनको चाहिँ आह्वान गरौँ, संसद बैठक डाकौँ, अनि कुन बुदाहरू संशोधन गर्नुपर्ने हो गरौँ, होइन? जस्तो तपाईँको पूर्ण समानुपातिक चुनावको, होइन? यो चुनावको प्रणालीले पनि त करप्सनको चाहिँ बीजारोपण गरेको छ। यसलाई पनि चाहिँ हामीले हटाउँ। अनि अर्को भनेको चाहिँ कार्यकारी प्रमुख भयो भने शासकीय स्वरूपमा पनि परिवर्तन आयो। जुन 47 सालदेखि एउटै शासन व्यवस्थामा चल्यो देश, त्यसले चाहिँ प्रगतितिर, त्यसले चाहिँ यो देशको समृद्धितिर लान सकेन। त्यस कारणले स्थिर सरकारको लागि प्रत्यक्ष कार्यकारीको चाहिँ तिर जाउँ भन्ने नै थियो। तर त्यतिखेरको चाहिँ यो आन्दोलनका जति पनि तपाईँको चाहिँ आफ्नो निहित मकसद भनौँ न, त्यो अन्तर्निहित उनीहरूको चाहिँ के थियो अब त्यो त न बाहिर खुल्यामा आउँछ, भित्र मनमुटुमा कसको के छ त के थाहा हुन्छ, थाहा हुँदैन। त्यस कारणले उनीहरूले चाहिँ त्यो निहित स्वार्थका कारण, आफ्नो निहित स्वार्थका कारण यत्रो बलिदानी पनि तपाईँको चाहिँ तत्कालै पाउन सक्ने रिजल्ट हामीसँग हुँदाहुँदै पनि यो पछाडि ढकलियो। यो पनि एक किसिमको पक्षगमन हो। यो सरकार ढल्न सक्ने सम्भावनालाई तपाईँले कसरी हेर्नुहुन्छ? होइन, हेर्नुहोस्, यो सरकारको ढलेर अर्को सरकार ताजवीरमा आउने बित्तिकै केही उलटपलट भइहाल्छ भन्ने चाहिँ छैन। हेर्नुहोस् है, त्यस कारणले यो अब मुद्दा मामिला हुने जुन कानुनी पाटोहरूमा त छँदैछ, त्यो त चाहिँ सम्मानित अदालततिरको विषयवस्तु भयो, त्यसमा हामीले टिका टिप्पणी गर्न उचित हुँदैन। जहाँसम्म तपाईँको चाहिँ यो एउटा रापताप आन्दोलनको रापतापबाट आउँदै गरेको सरकार सबै कुराको तपाईँको चाहिँ मिलेर ए टु जेड तपाईँको चाहिँ त्यसमा तालमेल मिलेको चाहिँ हुँदैन। हेर्नुहोस्, कहीँ न कहीँ त्यहाँ हामीले चाहिँ विशेष परिस्थितिहरू, विशेष स्थितिहरू खडा हुन्छ। त्यसको लागि राष्ट्रपतिलाई त्यहाँ संविधानमा म्यान्डेट पनि दिएको छ। त्यो संविधानमा दिएको म्यान्डेटै प्रयोग गरेर राष्ट्रपतिले नियुक्ति गर्नुभयो र तत्कालीन प्रधानमन्त्रीले सिफारिस गर्नुभएको छ। त्यस कारणले त्यतातिर चाहिँ त्यो धेरै बहस लान अब जरुरी छैन जस्तो लाग्छ। किनभने फेरि त्यो पुरानै सरकार आउँछ र फेरि त्यो त घोर प्रतिक्रान्ति हुन्छ। फेरि युवाहरूमा एउटा उद्वेलित भइहाल्छ नि। हेर्नुहोस्, युवाहरू त रगतधारी युवाहरू हो। त्यतातिर गयो भने चाहिँ झन् देश दुर्घटनातिर जान्छ। त्यताभन्दा पनि अब ताजा जनादेशतिर जाने, होइन? यो जुन आन्दोलनको वास्तवमा चाहिँ हुने तपाईँको चाहिँ एउटा बुलन्द हुने, प्रस्फुटन हुने माध्यम भनेको ताजा जनादेश नै हो, होइन? तपाईँको जस्तो अहिले जति मसँग यति सङ्ख्या छ, मसँग यति पावर छ, मसँग यति मान्छे छन् भन्ने कुराको परीक्षण हुने कहाँ त?
भन्दाखेरि लोकतन्त्रवादी देशमा डेमोक्रेसी भएको देशमा जुन जनता नै सर्वोच्च हुन्, जनताले दिने मतादेश हामीले मान्नै पर्छ, जो कोहीले पनि मान्नुपर्छ। हेर्नुहोस् है, त्यस कारणले ताजा जनादेशमा गएर त्यसबाट आउने म्यान्डेट चाहिँ ताजा म्यान्डेट लिएर संविधान संशोधन गरेर देशलाई अग्रगतितिर लानु नै उचित हुन्छ। अब यो जेएनजी आन्दोलनको जुन खालको परिस्थिति बन्दै थियो त्यो ताका काङ्ग्रेस एमालेको सरकार थियो, तपाईँहरू प्रतिपक्षमा हुनुहुन्थ्यो, माओवादी नेकपा माओवादी केन्द्र। तर कस्तो भाषी स्थापित भयो भने अब यो जुन जेएनजी आन्दोलन गर्नुको प्रमुख कारण चाहिँ एउटा खालको सोसल मिडियालाई ब्यान गरेको कारणले एउटा खालको त्यो भयो, भ्रष्टाचार मौलाउँदै गएको थियो, विभिन्न चाहिँ एउटा खालको नाराहरू लिएर सडकमा उत्रिएका थिए। त्यो बिचमा पनि सबै पार्टी खतम, पार्टी अन्त्य गर्नुपर्छ भन्ने खालको एउटा खालको माग पनि आयो, पार्टीहरूलाई ब्यान गर्नुपर्छ भन्ने थियो। तर तपाईँहरूले भन्नु भएको छ जेएनजीसँग हाम्रो माग मिल्छ, किनभने 20 वर्ष अगाडि नै हामीले प्रत्यक्ष कार्यकारी कुरा गर्दै आएका थियौँ, भ्रष्टाचार सुशासन कुरा हामीले गर्दै आएका थियौँ भनिरहनु भएको थियो। तपाईँहरूले कहाँनिर चुक्नु भयो त तपाईँहरू? हेर्नुहोस्, यहाँनिर हामी चुकेको होइन। यो समाजै कस्तो छ भने एकदम वर्गीयतामा, पक्ष प्रतिपक्षमा विभाजन विभक्त बनाइएको छ, हामी भएका छौँ हैन। दृष्टिकोण र दृष्टिदोष भन्ने कुरा हुन्छ क्या यहाँनिर। हेर्नुहोस् है, त्यहाँ दृष्टिदोष पालियो कि हामी माथि त्यो चाहिँ दृष्टिदोष थुपारियो। माओवादी दोषी होइन, दोषी होइन आन्दोलनको दोषी होइन, दोषी बनाउन खोजियो प्रतिक्रियावादीहरूले, जो माओवादीलाई रुचाइँदैन। जस्तो अहिले जुन माओवादीले गरेको एउटा युगान्तकारी ऐतिहासिक जनयुद्ध मार्फत जनविद्रोह भयो जुन 62-63, त्यसपछि जुन राजतन्त्र फालेपछिको एउटा ठुलो तबका छटपटाइराखेका छ नि त, जुन हिजो राजाको चाहिँ नजिक बसेर रजगज गरेर लुटपाट मचाएकाहरू त तपाईँको चाहिँ माओवादीको कहिले पनि समर्थक हुँदैनन् हैन। त्यस कारणले यो जनताको गरिब अलि निम्न पीडित उत्पीडित जनसमुदायको आवाज बोल्नेहरूलाई यसो गरिन्छ। हेर्नुहोस्, मिडियाबाट पनि हेर्नुहोस् बायस गर्न खोजिने, कतै हामीले गरेका कामहरू पनि ओझेलमा पर्ने। जस्तो हाम्रै सङ्गठनले श्रम तथा उत्पादनमा अब चाहिँ वाइसेल भनेर हामी त्यहाँ गाउँमा जनता सेवा गऱ्यौँ हैन। केही मिडियाले त प्रचार गर्नुभयो राम्रै, अहिले पछिल्लो चरणमा भइराखेको थियो, पछि आन्दोलन भयो हैन। यो प्रचार प्रसार नगरिने, हामीले चाहिँ तपाईँको चाहिँ मरी पसिना बगेर आउँछ नहुने, तर यहाँ मान्छे चाहिँ एकदम एसी कोठामा बसेर त्यो एउटा स्ट्याटस लेख्या भरमा त्यो चाहिँ पुरै भाइरल गराइने किन गरिन्छ भन्दाखेरि यो पक्षधरता हो। त्यस कारणले अब तपाईँको चाहिँ यो तपाईँको अहिले आन्दोलन हुनुको एउटा हामीले एकचोटि ब्याकग्राउन्डमा जाउँ न। यो आन्दोलन हुनुको एउटा खाले तपाईँको चाहिँ हामीले हिजो त्यो फ्ल्यासब्याकमा गयौँ भने तपाईँको एउटा त विश्वमा कहीँ पनि दुईवटा ठुला पार्टी मिलेर तपाईँको सरकार बनाइएको हुँदैन। हेर्नुहोस् हैन। अर्को तपाईँको चाहिँ हाम्रो सरकार, हाम्रो अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले गर्दै गरेका कामहरू हैन, त राम्रो कामहरू जनतामा गइरहेको थियो। भ्रष्टाचार विरुद्धमा अभियान छेडिसक्नु भएको थियो, सुशासनका कुराहरू धेरै कामहरू अगाडि बढ्दै थिए, तर बिचौलियाहरू लगाएर ढालियो। अब ढाल्ने बित्तिकै के हो भने अब विश्वमा कहीँ पनि नभएको दुईवटा ठुला पार्टी मिलेर सरकार बनाइयो। अब उहाँहरूलाई के दम्ब भयो, हामी 2/3 छ भन्नु, संविधान संशोधनका कुरा गर्न थाल्नुभयो। संविधान संशोधन हामीले हो गर्नुहोस्, तर यो प्रत्यक्ष कार्यकारी यिनीहरू गर्नुहोस्, यो गरेको भए त खास सायद यो स्थिति आउँदैन थियो होला, त्यो गर्न उहाँहरू तयार हुनुहुन्थेन। पछि संविधान संशोधन पनि चाहिँ विषय ओझेल परेर उहाँको त्यो सत्ता कसरी टिकाउने र रजगज कसरी चाहिँ यो लुटपाट मचाउनेतिरै जानु हो, जो असन्तुष्टि बढ्दै गयो। अब त्यसमाथि पनि उहाँहरूले थप दिनुभयो। सामाजिक सञ्जाल जो मान्छेहरूको चाहिँ आम नेपालीहरूको आय आर्जनको माध्यम बनिराखेको थियो, एउटा कम्युनिकेसनको माध्यम बनिराखेको थियो। धेरै ठुलो सङ्ख्या अहिले विदेशमा छ, जो चाहिँ घरमा आमा बुवासँग कन्ट्याक्ट भइराखेको, 81 बन्द गरिदिँदाखेरि त्यो आक्रोश चाहिँ तपाईँको छैन, त्यतातिर गयो र त्यसमा फेरि अब चाहिँ धमिलो पानीमा माछा मार्नेहरू आइदिएर यत्रो विध्वंस मचाइए। त्यस कारणले हामीले भन्ने गरेको चाहिँ 23 गतेका चाहिँ दमनकारीलाई पनि कारबाही हुनुपर्छ, 24 गते ध्वंस गर्नेलाई पनि कारबाही हुनुपर्छ भनेको कारण चाहिँ त्यो हो। र हामीले यसो भन्दै गर्दाखेरि तपाईँको प्रश्नमा आएमा एउटै किन बनाइयो भने यो सामाजिक तपाईँको चाहिँ अन्तर्विरोध र हामीलाई हेर्ने दृष्टि दोषै हो। हामी बिल्कुलै फरक हो। अहिले जनताले बुझ्दै हुनुहुन्छ, अहिले चाहिँ आइरहेछ, अहिले आउँदैन हो, फरक रहेछ भनेर बुझ्दै हुनुहुन्छ। त्यस कारणले यी अरू पार्टीहरूभन्दा माओवादी विद्रोही शक्ति पनि हो, गणतन्त्रको बीजारोपण अहिलेको यो जति पनि तपाईँको चाहिँ यो परिवर्तनको सूत्रधार हो हैन। यसको जननी माओवादी भावनाले माओवादीमाथि हुने आक्रमण प्रतिक्रियावादीहरूले गर्ने आक्रमण हो। अहिले आम जनताले त बुझ्नु भएकै छ। फेरि हामीसँग संवादहरू छलफलहरू भइरहेको छ। अब त्यत्रो जुन देशले खर्बौँको क्षति बेहोर्नु पर्यो
होइन जुन खालको चाहिँ संरचनाहरू भौतिक संरचनाहरू गए तर भौतिक संरचना चाहिँ ध्वस्त हुँदै गर्दाखेरि मानव जुन खालको बलिदान थियो त्यसलाई मानवलाई फर्काउन सकिन्न भौतिक संरचनालाई फर्काउन सकिन्छ भन्ने अभियान चलिरहँदा अहिले यो सरकारले होइन जुन अहिलेका चाहिँ जसले विध्वंस मचाए उनीहरूले अहिले एउटा इट्टा पनि उठाएको हामी देख्दैनौँ जबकि यो बनाउन त कति समयपछि हामी धकेल्यौँ त होइन संरचनाहरू बनाउन कति समय लाग्ला यससँग सम्बन्धित चाहिँ तपाईँले के सोच्नु भएको छ हो यहाँनिर चाहिँ त्यही त असली जेएनजीहरूले शान्तिपूर्ण गरेको आन्दोलनबाटै सायद धेरै कुराहरू सम्भव हुन्थ्यो त्यहाँनिर हाइज्याक गरियो अब हाइज्याकरहरूले के बुझेनन् भने यो ध्वंस गरेपछि मात्रै हामीले चाहिँ सुख पाउँछौँ भन्ने बुझ्यो होला सायद त्यो पनि होइन रहेछ ध्वंस गरेर मात्रै भएन अब त्यहाँ थप बलिदानी पनि भयो बलिदानी पनि तपाईँको त्यहाँ अस्ति सेनाको स्ट्यान्ड पनि हेऱ्यौँ 21 जना खास गोली लागेको 10 जना कैदीहरू नै भएको छ त्यो चाहिँ मृत्यु अब त्यसपछि तपाईँको चाहिँ आगजनी भएका बिल्डिङहरूमा अब त्यहाँनिर अब के हिसाबले उनीहरू चाहिँ जुन व्यक्तिगत सम्पत्तिहरूमा जुन लुटपाट गर्न जानुभयो के हो व्यापारी प्रतिष्ठानमा गएकोहरूको भन्ने छ खैर त्यो डाटा हामीले हेर्नुपर्ने हुन्छ जे जस्तो भए पनि नेपाली जनता युवा पिँढीहरूको क्षति भनेको एकदम त्यो बहुमूल्य नै त्यो फर्किने अथवा त्यसलाई चाहिँ कुनै किसिमले पुरा हुने त छँदै छैन जति पनि बलिदानीहरू देशमा हुन्छन् देशको क्रान्ति परिवर्तन र यहाँको चाहिँ तपाईँको कायापलट गर्नको निम्ति ती बलिदानीहरूलाई हामीले सम्मान गर्नुपर्छ हैन जहाँसम्म तपाईँको भौतिक क्षति छ त्यो पनि एकदम अपूरणीय क्षति हो जस्तो तपाईँको यहाँको डकुमेन्टहरू जलाइएका छन् छानी तपाईँको चाहिँ अदालतका मिसिलहरू जलाइएका छन् कुन चाहिँ विद्रोहमा त्यस्तो भएर जस्तो 62-63 मा त झन् योभन्दा धेरै मास उत्रेको थियो न क्षति पनि धेरै भएको छैन त्यतिखेर हैन तपाईको चाहिँ बलिदानी पनि कम प्लानिङ थियो अथवा के भन्नु हो प्लानिङ थियो यो प्लानिङ थियो यसको चाहिँ यसलाई विध्वंस गरेर देशै तपाईको सक्ने एउटा खाले केही तत्त्वले दिवा सपना देखेको थियो त्यो चाहिँ पुरा हुन पाएन पुरा भएन र अर्को सँगसँगै यो क्रान्तिलाई पनि तपाईको प्रतिक्रान्तितिर लगियो त्यो पनि तपाईको चाहिँ यहाँनेर हामीले शिक्षा लिनुपर्ने र त्यस्ता तत्त्वहरूलाई अब चाहिँ यो फेरि एक्सपोज पनि हुँदैछन् एक्सपोज गर्दै समाजमा नाङ्गेझार पार्दै तिनीहरूलाई चाहिँ हामीले सक्नै पर्छ त्यस्ता तत्त्वहरू फेरि पनि देशमा बाँकी रह्यो भने अर्कोचोटि फेरि गर्न सक्दैनन् भन्ने के आधार यो विध्वंसमा माओवादी कार्यकर्ता मिसिएका छन् भन्ने पनि हल्ला चलाएका छन् छैन त्यो एउटा त्यही त भन्दैछु त फेरि अर्को तब्का के भयो भने अर्को तब्काले त हामीलाई हेरिरहेछ जस्तो एमाले काङ्ग्रेस तत्कालीन सत्ताधारीहरू भनौँ न बढी चाहिँ सत्ताधारीहरूबाट किन हामी त प्रतिपक्षमा थियौँ होइन बारम्बार हाम्रो अध्यक्षले चाहिँ आकलन गरेका कुराहरू भोलि भविष्यमा यस्तो हुनसक्छ है भन्ने कुरा चाहिँ उहाँहरूले चाहिँ सुनिराख्नु भएको थिएन त्यही कुरालाई अहिले ट्रोल बनाइराख्नु भएको छ हाम्रो त्यतिखेर नैतिक समर्थन थियो बरु स्वयंसेवी भूमिका खेल्यौँ हामीले जो घाइतेहरूलाई ब्लड डोनेसनका कुराहरूमा घाइतेहरू तत्कालीन अवस्थामा उहाँहरूको प्यारेन्ट्ससँग अभिभावकसँग भेट नहुँदासम्म हामीले कुरुवा बस्यौँ हामीले गर्ने सहयोग गऱ्यौँ तर फेरि त्यहाँनिर पनि घुसपेट भएर हामीमाथि पनि आक्रमण भएको छ होइन तपाईँको चाहिँ बरु तपाईँको के चाहिँ हामीले प्रश्न उठाउने ठाउँ कहाँ छ भने केही करप्टेड हिजोदेखि तपाईँको पञ्चायतदेखि चाहिँ खाएका राजाका पालन बर्मलुट गरिएका जस्तो रापरपाल लगायतका केही प्रतिगामीहरूलाई केही पनि भएन हेर्नु न उनीहरू घर पनि राजवादीहरूले केही भएन हेर्नु न रापरपालकारले केही भएको छैन भनेपछि त्यो सिधा उतातिर छ तर हामीतिर सोझ्याउन कोसिस गरिँदैछ यो पनि गलत छ यसको पनि हामी भण्डाफोर गर्छौँ त्यसो होइन हामी संलग्न छैनौँ त्यतिखेर वाइसेल नेपाल यदि संलग्न छन् भने उहाँलाई कारबाही हुन्छ भन्नुहुन्छ होइन हामीले त भनेका छौँ हामीले त जस्तो हाम्रो कार्यालयहरू हाम्रो अध्यक्ष लगायतका नेताहरूको घर उसमा चाहिँ संलग्नहरूलाई पनि कारबाही हुनुपर्छ जुन पुलिस कार्यालयहरू प्रहरी कार्यालयहरू तोडफोड गर्नेहरू होइन जुन हतियार लुट्नेहरू लुटेराहरू विध्वंसमा संलग्न जो कोहीलाई पनि कारबाही हुनुपर्छ त्यही त दुईवटा कुरा 23 गतेको दमनकारीलाई पनि कारबाही हुनुपर्छ 24 गतेको विध्वंसकारी जो भयो भने जुन पार्टीसँग मतलब भएन हुनुपर्छ जस्तो आइरहेछ त एमालेकै युवा सङ्घको तपाईँको चाहिँ नेतै उनै हुने महेश बस्नेतका निकट खास मान्छे चाहिँ उहाँ विद्यादेवी भण्डारीको घर जलाउन गइरहेछन् त्यो पनि देखिरहेको बरु उहाँहरू संलग्न हुनुहुन्छ एक्लै अर्कालाई भनेपछि भित्रभित्रै उहाँहरूकै प्रतिद्वन्द्वमा अथवा द्वन्द्व थियो प्रतिशोध साध्नुभयो उहाँहरूले बरु त्यो चाहिँ भन्न सकिन्छ हामी तर हाम्रो को चाहिँ कार्यकर्ता कहाँ चाहिँ देख्नुभयो त नि उहाँहरूले त्यसो भए त प्रुफ ल्याउनुहोस् भिडियो फोटोहरू हामीलाई पठाउनु छैन त्यस्तो के त्यो बाहिर लगाइआएर भयो कि अहिले एउटा विवेक मलाई एउटा अचम्म लाग्ने कुरा के छ भने हेर्नुहोस् हामी त विद्रोही शक्ति हिजो पनि हामीलाई झुटा मुद्दाहरू लगाइन्थ्यो र प्रचार बदनाम गर्ने प्रसारका ट्रोल बनाएर ठुलो चाहिँ मिसन लगाइन्थ्यो अहिले पनि यसो गरिँदैछ क्या झुटा मुद्दाको पनि कोसिस हुँदैछन् तपाईँको चाहिँ अनि प्रचार गर्दै भयो क्या
फल्ना भ्रष्टाचारी भनेर प्रचार गरिदिएर हुन्छ भने छानबिन गर्नु पर्यो हो भ्रष्टाचार गरेको हो भने त हाम्रो अध्यक्षले त कोही प्रधानमन्त्री छ ल मबाट सुरु कारबाही गर्नु छानबिन गर्नु भनेर हामी त गर्नु भेटिएदेखि कारबाही सबैको छानबिन गर्दा हुन्छ कारबाही गर्दा अस्ति रिपोर्टर्स क्लबमा पनि भने तपाईँहरू पनि हुनुहुन्थ्यो छानबिन राजकीय पदमा रहेकाहरूको मात्रै होइन आसे पासे गासे सबको हुनुपर्छ भनेर जम्मैको छानबिन गर्दा भयो त गर्नु सरकारले गर्न सक्छ कि सक्दैन हो गर्न सक्छ भने गरोस् गर्न सक्दैन भने नागरिक सरकार त आउँछ नै नागरिक सरकार तपाईँको चाहिँ जननिर्वाचित सरकार त ल्याउनै पर्छ नि त्यतिखेर हामी सबै लागौँ जननिर्वाचित सरकार प्रगतिशील होस् जनताको खास चाहिँ अभिभावक गर्ने सरकारले त्यो गर्छ त्यो गर्नको निम्ति त्यस कारणले हामी एकजुट हौँ एजेन्डा मिल्नेहरू एकजुट हौँ होइन तपाईँको परिवर्तनका एजेन्डाहरू अहिलेको तपाईँको चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारीका एजेन्डाहरू पूर्ण समानुपातिक चुनावका एजेन्डाहरू एजेन्डा मिल्नेहरू एक भएर चुनावमा जाउँ 2/3 ल्याउँ त्यसपछि तपाईँको चाहिँ यो सबै गरौँ। अब वाइसेलले के गर्छ वाइसेलको काम कारबाही के हुँदैछ यसमा जाउँ न तपाईँले के गर्दै हुनुहुन्छ हो मैले अघि पनि भने हामीले चाहिँ म जुन राष्ट्रिय सम्मेलन तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित भएर आउने बित्तिकै जुन हामीले चाहिँ नयाँ अभियान श्रम तथा उत्पादनमा वाइसिएल जनतासँग 3 महिना कार्यक्रम तपाईहरु चलाउँदै थियौँ यो अब यो आन्दोलनको आँधीबेहरी सिर्जना भयो र अहिले पनि हामी जनसेवामै छौँ जस्तो अस्ति बल्खु डुब्यो हामी त्यहाँ पुगेका छौँ होइन इलामको गरिरहेका छौँ सबैतिर हामीले जुन बाढी उद्धारका कामहरू राहत उद्धारहरू हामीले गरेका छौँ बरु दृष्टि दोष भएर प्रचार प्रसार अलि कम भयो कि भन्ने कुरा हो त्यसकारणले म भन्छु नि हामी श्रम गरेर आफ्नो ज्यान जोखिममा पारेरै काम गर्दाखेरि पनि प्रचार हुँदैन यहाँ त एउटा स्ट्याटस लेखा भरमा देश चलाउने जस्तो स्थिति बन्यो यो त कसरी सही हुन्छ कति टिक्ला यो कुरा यो कहिलेसम्म होला भन्ने चाहिँ एउटा चिन्ता छ हामीलाई अर्को कुरा हामी जे गरिरहेछौँ निरन्तर गरिरहन्छौँ जनता छ तपाईहरुले गर्नुभएको छ जनताहरू एकदम खुसी हुनुहुन्छ बाटोघाटो पुल पुलेसाहरू हामीले जति पनि बनायौँ जति पनि मर्मत गऱ्यौँ आफ्नो बजेटले कतैबाट हामीलाई सहयोग हुने कुरो भएन आफ्नो साधन स्रोतले हामीले गरेका कामहरूबाट जनता प्रभावित हुनुहुन्छ युवा पिँढी पनि हो खासमा वाइसेल पङ्क्ति अहिले नयाँ ढङ्गले आएको छ यो पङ्क्तिले यो शक्तिले यो चाहिँ यो सङ्गठनले हाम्रो निम्ति काम गर्छ भन्ने उहाँहरूलाई परेको छ र अहिलेको चाहिँ जेनजी मुभमेन्टका केही युवाहरूसँग हाम्रो कुराकानी भएको छ तपाईहरू पनि युवा हामी पनि युवा तपाईँका र हाम्रा एजेन्डा मिल्छन् आउँ हामी एकाकार गरौँ यो कुरा जनतालाई बुझाउँ होइन जनतालाई चाहिँ श्रमदान गरेर जनताको मन जितेर अनि जनताबाट अनुमोदन हुने प्रतिनिधिहरूले गर्ने कुराहरूमा हामी एकजुट हुनुपर्छ भनेर चाहिँ अब यो पनि छलफल भइरहेको छ र अरू बाँकी हामीले चाहिँ के अरे हाम्रो आन्तरिक पङ्क्तिमा आन्तरिक भेटघाट छलफलहरू र एउटा खाली चाहिँ योजनाहरू बनाउँदैछौँ हामीले अरू जस्तो हल्लाखल्ला यहाँ अरू सङ्गठनका कोले कता कता हल्ला गरेर के भनेर भन्दा पनि हामी काम गरेर आएको शक्ति हो त्यसकारणले हामी मसिनो ढङ्गले काम गर्दैछौँ हामी छिट्टै तपाईँहरूको माझमा नयाँ ढङ्गको कार्यक्रमहरू दिन्छौँ र नयाँ ढङ्गको कार्यक्रमबाट जनतालाई त्यो कुराको पनि एउटा खाले चाहिँ महसुस हुन्छ कि अब साँच्चीकै यो देशको युवा शक्ति भनेको वाइसेल हो यो परिवर्तनका यो चाहिँ अहिलेको जुन म्यान्डेट अनुसारको तपाईँको चाहिँ लिडिङ गर्न सक्ने एउटा पङ्क्ति हो भन्ने चाहिँ हामी बनाउँछौँ। जुन खालको अन्तरिम सरकार चुनाव गराउने लक्ष्य छ तर अर्को के छ भने जुन चाहिँ यो खालको बलिदान भयो यो जुन खालको शहीद भए गोली हान्न आदेश दिने केपी शर्मा ओली र गृहमन्त्रीलाई पक्राउ किन गरेन भन्ने खालको उठिरहेको छ आवाज उहाँहरूले उपत्यका छाड्न समेत प्रतिबन्ध लगाएको रहेछ उहाँहरूसहित 5 जनालाई यो विषयमा तपाईँले के भन्नुहुन्छ ओलीलाई पक्राउ गर्नुपर्छ कि पर्दैन भन्ने कुरा जुन खालको मासले उठाइरहँदाखेरि तपाईँको धारणा चाहिँ के छ अनि त्यही त यसमा मैले बारम्बार भनिरहेको छु 23 गतेको दमनमा जो संलग्न छन् हैन तिनीहरूलाई कारबाही हुनुपर्छ भनेर हामीले बारम्बार उठाएका छौँ। अब को कसरी संलग्न थिए अब त्यहाँ जाजुज आयोग पनि बनेको छ अहिले सरकार छ सरकारी पट्टले गर्ने हो अध्यक्षले त मान्दिन भन्नुभएको छ त गौरी बहादुरको जुन यही अतिवादीले त देश चाहिँ यसै पनि यो तपाईँको चाहिँ उहाँको प्रतिवेदन अस्वीकार गर्ने भन्नुभएको छ। अब त्यही त भन्दैछु म देशलाई अग्रगमनतिर लाने जनताका कुराहरू सुन्ने जनतासँग एकाकार हुनुहुन्थ्यो भने अहिले यो देशमा यो स्थिति आउँदैन थियो। त्यसकारणले तत्कालीन चाहिँ प्रधानमन्त्रीज्यूले जुन अभिव्यक्ति दिइरहनु भएको छ त्यहाँ त जनताहरू भड्किने स्थिति बनिरहेको छ
हैन। त्यस कारणले तपाईँको चाहिँ यो विध्वंसमा यो चाहिँ अझै झन् ठुलो उसमा चाहिँ उहाँहरू संलग्न हुन खोज्दै हुनुहुन्छ। यदि त्यो राज्य यन्त्रसँग त्यस्तो प्रमाणहरू छ भने त पक्राउ गर्नु पर्यो, कारवाही गर्नु पर्यो। जो कोहीलाई पनि कारवाही गर्नु पर्यो भनेपछि केपी ओलीलाई त किन नगर्ने भने के, उहाँ त संविधानभन्दा माथि त होइन होला नि त, यही देशको नागरिक हो, 2-3 चोटि प्रधानमन्त्री भइसक्नुभयो हैन। तपाईँको चाहिँ त उहाँ त झन् जिम्मेवार पूर्वक आउनु पर्नेमा अहिले जिम्मेवारी कुराहरू उहाँले केही गल्ती गरेकै छैन भन्नुभएको छ। त्यो चाहिँ आइरहनु अब केही नगरे अब केही पनि भएन त्यसै देशमा। 23 र 24 गते हामी त सपनामा थियौँ। त्यसो भए उहाँ राष्ट्रवादी हुँदा यो आयो भन्नुभयो कि राष्ट्रवादी हुँदाखेरि यस्तो खालको परिस्थिति बन्यो, उहाँले लखेट्यो भन्ने खालको छ। त्यही छ कि दृष्टि दोष भनेकै त्यही हो क्या, दृष्टिमा दोष छ क्या उहाँको। त्यो चाहिँ सुधारेर आउनु पर्यो, जनतामा सचेर आउनु पर्यो भन्ने कुरा हो नि त। हाम्रो पार्टी त तपाईँको चाहिँ सबभन्दा पहिला केन्द्रीय समिति बोलाएर कमिटी विघटन गरेर नयाँ ढङ्गले पार्टी बनाउने भनेर त हामी त गइसक्यौँ। हाम्रो पनि कमजोरी छन्, हामी पनि सचिन्छौँ भनेर गइसक्यौँ। सचिनु पर्यो तपाईँको चाहिँ। अब केही पनि भएन भनेतिर गयो भने त झन् धेरै ठुलो देश दुर्घटना भइहाल्छ। त्यतातिर जान्दिनु हुन्न होला नि त कसैले भनेपछि उहाँ जुन अहिलेको अभिव्यक्ति छ उहाँको झन् थप देश दुर्घटनातिर जान खोज्छ उहाँले। हो एकदम ताजा जनादेशमा जाने। हिजो उहाँले संसद विघटन आफै गर्दा चाहिँ एकदम राष्ट्रवादी कहलिने हैन। अहिले चाहिँ यत्रो तपाईँको चाहिँ आन्दोलनको आँधीबेहरी भयो, त्यसपछि तपाईँको घुसपेट भयो, यत्रो विध्वंस भयो, त्यसपछि अब उहाँ पनि आफै भाग्नु पर्यो, बालुवाटारै छोडेर। उहाँ भागेकै भन्नु भएको छ। त्यो स्थिति कसरी बन्यो त? उहाँ भाग्नु कहाँ भाग्छु म भन्नुभएको छ। त्यसो भए तपाईँको चाहिँ किन सेनाको हेलिकप्टर ल्याएर तपाईँको चाहिँ उ गरेर त्यसो भए त्यत्रा चाहिँ उहरू त्यतिखेर चाहिँ बालुवाटार आगजनी गर्न जानेहरू के फुलमाला लगाएर गएको थियो त त्यसो भए मलाई स्वागत गर्न गएको थिएँ। उहाँको त्यो अभिव्यक्ति कसरी आइरहेको छ? हो त्यसको कुरा त हामी त्यही त भन्दैछौँ। तपाईँहरूले सोध्नु पऱ्यो क्या उहाँलाई, यो कसरी यसो आयो? त्यतिखेर के युवाहरू सबले हातमा फुलमाला लगाएर गएको थिए, तपाईँले त देख्नुभयो, त्यही हुनुहुन्थ्यो बालुवाटारमा, हामी त थिएनौँ हैन। किन त्यो स्थिति बन्यो त? ल नेपालको कोही प्रधानमन्त्री त्यसरी तपाईँको चाहिँ भाग्नुपर्ने स्थिति बनेको छ त भन्नु हैन। हिजो 62-63 त्यत्रो जनविद्रोहमा पनि राजा ज्ञानेन्द्र त त्यही नारायणीमै थियो त। त्यसरी जनता गएर लथार पछार गर्ने स्थिति त बनेको थिएन। उहाँले चाहिँ जुन खालको एउटा स्टाटस आयो, नागार्जुन जङ्गलमा नागार्जुनको शिविरमा हुनुहुन्छ भन्ने खालको आयो, तर घटनाक्रम पछि थाहा भयो कि उहाँ त अन्तै हुनुहुँदो रहेछ, नागार्जुन जङ्गलमा हुनुहुँदो रहेछ। कहाँ हुनुहुन्थ्यो त्यो त अब फेरि नेपाली सेनाले त्यतिखेर रेस्क्यु गर्यो हैन। त्यो चाहिँ अब थप क्षति हुन दिएन। अब त्यसको अब उनीहरूलाई थाहा होला त्यो बारेमा त। तर त्यो स्थिति कसरी बन्यो भन्ने कुरा हामीले आकलन गर्नुपर्छ क्या विवेकजी यहाँनिर। त्यो स्थिति बन्नै दिनु हुँदैन त राजनेताहरू, देशको नेतृत्व गर्नेहरूले त हैन, देशलाई लिडिङ गर्ने हो नि त सबैलाई। तर उहाँले के भन्नुभएको छ भने देश चाहिँ मैले कर उठाउनुपर्छ होइन, हाम्रो कानुनभन्दा माथि चाहिँ सोसल मिडिया होइन भन्दै चाहिँ देशले बुझेन होइन, जनताले बुझेन, यसलाई हाइज्याक गर्यो भन्ने खालको बुझाउनु पर्यो नि त। उहाँ त्यतिखेर सत्तामा हुनुहुन्थ्यो, 2/3 बल थियो उहाँसँग, त्यो सबै थियो त। उहाँले त बुझाउनु सक्नुपर्छ त जनतालाई कन्भिन्स गरेर जे पनि गर्दा भयो के। तर जनतालाई चिडियाएर त्यत्रो युवा पङ्क्तिहरूलाई तपाईँको चाहिँ हेर्नुहोस् न, विद्यार्थी उहाँको दोष छ कि छैन? तपाईँले जुन खालको प्रधानमन्त्रीले आदेश दिने छैन, सर्वोच्च निकायमा सत्तासीन व्यक्तिको केही पनि छैन भन्ने त कसले पत्याउँछ भने? प्रधानमन्त्रीले आदेश दिँदैन गोली हान्न भन्नुभएको छ फेरि उहाँले। होइन आदेश त उहाँ त त्यो तपाईँको चाहिँ जहाँ जस्तो बानेश्वरमा जुन घटना भयो, अब त्यहाँ बानेश्वरमा गएर गोली खान त उहाँले कहाँ भन्नुहुन्छ र? तर नैतिक रूपले सबभन्दा सर्वोच्च कार्यकारी पदमा भएको व्यक्ति जिम्मेवार त हुन्छ नै, नैतिकता कुरा हो क्या। फेरि उहाँले के भन्नुभयो? नैतिकता भयो भने हो। अब त्यो त बङ्ग्याउन कतातिर बङ्ग्याइदिए भयो, त्यो त नेपालको त्यत्रो फरेन्सिक ल्याबहरू छ होइन, त्यसको चाहिँ। तर त्यतिखेरको अर्को सरकारको अर्को ठुलो दोष म के देख्छु भने त्यो बानेश्वरको त्यो तपाईँको BICC को गेटमै कसरी पुग्न सक्यो क्या आन्दोलनकारीहरू भने क्या। यदि सरकारले म्यानेज गर्थ्यो भने त त्यहाँ ब्यारिकेडहरू, निषेधित क्षेत्रहरूलाई तपाईँको सिलबन्दी गरेर ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर हैन, तपाईँको चाहिँ उनीहरूलाई संयमित हुन तपाईँको चाहिँ आग्रह गरेर पनि गर्न सकिन्थ्यो, गरिन्थ्यो योभन्दा अगाडिका आन्दोलनमा हैन। हामी हेर्ने गरेका छौँ नि त। तर अहिले त त्यो पनि देखिएन के, त्यताबाट त्यो बाटो पनि देखिएन। उहाँले सुरक्षा प्रमुखहरूसँग कुराकानी गरे भन्नुहुन्छ, त्यहाँनिर पनि एकहोरो मात्रै भयो जस्तो हैन। अलिकति त्यो मनोबल गिराउने किसिमको कुरा आयो रे भन्ने कुरा पनि पछि सुन्नमा आयो। सुरक्षा प्रमुखहरूकै मनोबल गिराउने र उहाँहरूलाई राम्रो खाले गाइड भएन भने त उहाँहरूले कसरी काम गर्नुहुन्छ र? त्यसको नेतृत्व कसले लिने भने क्या? गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म जान्छ नि त। यो त गृह आन्तरिक सुरक्षा होइन। अब चाहिँ नेपाली सेना रक्षा अन्तर्गत हुने भयो। त्यस कारणले
अब तिनीहरू पनि केलाउनुपर्छ के, उनीहरू पनि हामी छलफल गरौँ हैन। तपाईँको छानबिन समितिले एउटा पाटो गर्ला, अर्को नागरिक छानबिन समिति अथवा हामी पनि एउटा खाले तपाईँहरू प्रेस हुनुहुन्छ, प्रेसहरूले पनि हेर्नु पऱ्यो क्या। त्यतिखेर तपाईँको फुटेजहरू छन्, सबै छन्, त्यतिखेरका घटनाक्रम छन्, न्युज छन्, सबै कुराहरू छन्, तिनीहरू पनि केलाउनु पऱ्यो कसरी यसो हुन आयो र अब यसो हुन नदिन। देशमा अझै पनि स्थिरता चाहिन्छ, अझै पनि तपाईँको चाहिँ शान्ति सुरक्षा सँगसँगै हैन। तपाईँको जस्तो नेपाल पुलिसकै मनोबल गिरिराखेको छ हैन। अब चुनाव गर्नुपर्ने स्थितिमा छौँ हामी, चुनाव त नगरी सुखै छैन, हामीलाई धरै छैन। तपाईँ चाहिँ चुनाव नगरी ताजा जनादेश नलिएर अब यत्तिकै त धेरै समय जाँदैन। त्यस कारणले अब सुरक्षा निकायको मनोबल बढाउनेदेखि लिएर के गर्नुपर्छ त्यसको जिम्मेवार कसको हो, जिम्मेवार नागरिकहरूले सबले मनन गरेर अब थप देशको उन्नति प्रगति हैन, अब क्रान्तिको यो तपाईँको चाहिँ रापताप जस्तो गृहमन्त्रीले भन्नुहुन्छ हैन, अहिलेको सत्ताधारीहरूले हुनुहुन्छ, यसलाई चाहिँ संस्थागत गर्ने हो भने सबै मिलेर जानुको विकल्प छैन। अहिले उहाँहरूले जुन गृहमन्त्रीले त जुन खालको कारबाही गर्न आँट भएन उहाँको चाहिँ दम रहन्छ भन्ने खालको कुरो पनि आइरहेछ नि अहिलेको प्रकाश। त्यो पनि उहाँको हेर्नै बाँकी छ क्या। अहिलेको सरकारको पनि काम कारबाही हामी हेरिरहेका छौँ, नजिकबाट हेरिरहेका छौँ। उहाँहरूले तपाईँको चाहिँ कतिपय त तपाईँको यो विध्वंसमा संलग्नहरूलाई पनि नगर्ने भनेर रुलिङ गर्नु पऱ्यो, त्यो नि बेठिक छ हजुर हैन। जस्तो प्रहरी मार्न संलग्न तपाईँको चाहिँ हतियार लुटेराहरू, जस्तो प्रहरीले एउटा चाहिँ रिपोर्ट सार्वजनिक गरेको छ अस्ति भर्खर, जति पनि अहिले तपाईँको चाहिँ यो प्रहरीले यो विध्वंसमा संलग्नलाई समात्यो उनीहरूको ट्र्याक रेकर्ड हेर्दा 80% क्रिमिनलहरू छन् हेर्नुहोस् ल, अपराधमा संलग्न हो। त्यसले पनि त शान्ति सुरक्षामा खलल पुर्याएको छ। जो जेलभित्र हुनुपर्ने अपराधीहरू बाहिर भए हेर्नुहोस्, यहाँनिर पनि हामीले यो कसरी वातावरण बन्यो क्या, यसको पनि यो पनि एकदम मनन गर्नुपर्ने विषय छ। यी यावत विषयहरूलाई सम्हाल्दै हैन, यावत विषयलाई हामीले सम्हाल्दै देशलाई फेरि पनि थप दुर्घटनाहरू हुन नदिएर देशको समृद्धि प्रगति उन्नति र सुन्दर नेपाल बनाउन हामी सबै एकाकार हुनुको विकल्प छैन। व्यक्तिगत रूपमा ज्ञानेन्द्र साईको बारेमा टिप्पणी गर्नुपर्दा तपाईँलाई के लाग्छ? होइन, उनी एक नम्बर फटा मान्छे हुन्। कसरी भने उनी गत चुनावमा जुम्लाबाट चुनाव लड्दै गर्दाखेरि म राजावादी होइन, राजतन्त्र केही होइन, कुनै साइनो छैन, मलाई भोट दिनुहोस्, जुम्लालाई म स्विजरल्यान्ड बनाउँछु भन्थे। के ल्यान्ड बनायो ल अब जुम्लामा? जुम्ली जनताहरूले भन्नु पऱ्यो। मलाई त जहाँसम्म लाग्छ उनले माखो पनि मारेनन् र यहाँ आएर के गरे भने राजाको प्रवक्ता भनेर आए हैन। उनीसँग व्यक्तिगत माओवादीसँग केही डिसिबी ऊ अथवा ऊ हुनसक्छ, त्यो फरक कुरा भयो। तर व्यक्तिगत रूपमा एक नम्बरको फटा मान्छे, एक नम्बरको हरामी, जो जनताले अब बुझे हैन। त्यसरी जनताको मत लिएर जुम्ली जनताहरूलाई फट्याइ गरे के मैले भन्न खोजेँ। जुम्लाका जनतालाई सरासर झुक्क्याएर भोट ल्याएर जितेर आए। जितेर आउने बित्तिकै जुम्लाको जनताको पक्षमा काम गर्नुको साटो सती गइसकेको राजतन्त्रको पछि लाए, ज्ञानेन्द्रको पछि लाए। त्यो नाम मिलेर हो कि दुइटा अब ज्ञाने। तर उहाँले के भन्नुभएको छ भने यो देश आर्जेको, यो देश बनाएको राजाले हो भन्नु हुन्छ नि तपाईँले? हो, देश बिगारेको हो क्या भने त्यो देश बिगारेको राजाले, नत्र किन राजा जान्थे फालिन्थे भने के? राजा फालिनुमा त राजाकै हात छ त, देश बनाएको भए जनताले किन फाल्थे? उहाँले किन पटक पटक माओवादी जनयुद्धलाई प्रहार गर्नुहुन्छ? हो, त्यही त छ। के सोच्नु भएको छ? अब उहाँहरू प्रतिक्रान्तिकारी भयो, राजावादीहरू भए। अब राजा फाल्ने माओवादी भयो, अब माओवादीले राजा फाल्दिएपछि त उनको स्वर्ग डुब्यो। त्यस कारणले उनले विरोध गरेका हुन्। म फेरि पनि के खबरदारी गर्न चाहन्छु नि, यी प्रतिक्रान्तिकारीहरू, यी ज्ञानीहरू, यी राजावादीहरू कुनै ठाउँ छैन। यो कुनै तर्क, कुनै यो कुराको विषय उठाउन कुनै तिमीहरूलाई ठाउँ पनि छैन, छुट पनि छैन। यो उठाउन दिनुहुन्न। वास्तव नेपालको संविधान अनुसार त यो विरोधी कुरा हो। तपाईँको चाहिँ राजा ज्ञानेन्द्र पनि यदि राजनीतिमा आउने भने चुनाव लडेर आउनुपर्छ। यत्तिकै राजा हुन पाइन्छ भने? अहिले यो देश त्यस्तो छैन नि। अहिले त जेएनजी मुभमेन्ट आइसक्यो। जेएनजी भनेको नयाँ पुस्ता हो। नयाँ पुस्ताले देश अग्रगमनतिर गएको हेर्न चाहन्छन् क्या, प्रतिगमनतिर होइन। उल्टो बाटो को हिँड्न चाहन्छ विवेकजी अहिलेको जमानामा? तर उहाँले सोच्नुभयो कि अब एक जुन खालको एउटा जुन अन्तरिम सरकार गठन हुनुभन्दा एक दिन पूर्व राति उहाँले स्ट्याटस लेख्नु भएको थियो, अब राजा आउँदैछ, केही न केही हुन्छ, उपत्यकावासी अब चाहिँ एउटा खालको तयारी रहनुहोस् अवस्था भनेर उहाँले स्ट्याटस हालिरहनु भएको थियो। त्यो जुन मैले यही त भन्छु त, हामी चाहिँ एकदम आफ्नो ज्यान जोखिममा लाएर श्रम पसिना बगाउँदै काम जनपक्षीय काम जनता सेवा गरिरहेछौँ। हाम्रो न्युज बन्दैन। अब यिनीहरू चाहिँ यहाँ बन्द कोठामा एउटा स्ट्याटस लेखेको कुरामा तपाईँको चाहिँ यहाँ जनता देशै तपाईँ त्यस्तो थियो भन्ने सुन्यो, त्यस्तो त होइन। फेरि एकै थरीले उठाए भनौँ न, उहाँहरूले हल्ला चलाएको मात्रै हो।
तपाईँको चाहिँ धेरै कुरा सुन्नु न सम्भावना थियो भने राजाले आजको गतिविधि हामी हेर्छौँ न राजनीतिप्रति कुनै चाहिँ ऊ गरे देखिन्छ न तपाईँको चाहिँ राजा आफै कतै स्टेटमेन्टमा आउन चाहेको भने देखिँदैन। उनी बरु चाहिँ साधारण नागरिक भएर बसिरहेका छन्। त्यतिमै बस्यो भने भलो होला। त्योभन्दा धेरै अगाडि बढ्न खोजे देख्नुभयो नि चाहिँ तपाईँको राजा वीरेन्द्रको वंशनामास, त्यसपछि राजा ज्ञानेन्द्र आएर उनी जब तपाईँको चाहिँ आफ्नो शासन सत्ता हातमा लिएपछिको परिणाम त उसले भोग्यान् नि। त्यतिखेर राजाका आसेपासे यी कमल थापा होइन नि गृहमन्त्री त्यतिखेरका, यिनले त अझ बढी छुट पाए भन्छु क्या मैले। त्यतिखेर त वास्तवमा जनता अलिकति लाटा रहेछौँ हामी होइन। जनता अलिकति बढी चाहिँ आक्रामक भएको भए त यिनीहरू त मारिनु रहेछ नि त्यतिखेरका खास चाहिँ दमनकारी, त्यतिखेरका तपाईँको चाहिँ शासन सत्ताधारी होइन यिनीहरू थिए नि त। त्यतिखेर तपाईँको त्यत्रो हुल नारायणी छिराए के हुन्थ्यो राजाको हालत हो। यो कुरा उनले बुझेका छन्। त्यस कारणले फेरि म अलि नयाँ ढङ्गले आउन खोजेँ म सिद्धिन्छु भन्ने उनलाई ढुक्क छ। त्यसो उनी आउँदैनन्। उनका आसेपासे चम्चा के यसो चाहिँ राल सिगान चाट्न पाइन्छ कि भनेर आउन खोजे अनि त्यो उनीहरूको पनि दिया सपना फेल भइसक्यो। अन्तरिम सरकारमा मन्त्री बन्ने हल्ला थियो ज्ञानेन्द्र साईको केही समय। तपाईँले यसलाई लिएर के भन्नुहुन्छ? त्यही त भने अब त्यस्तो फटा मान्छेलाई जुम्ली जनता झुक्याएर त आयो। अब अहिले कसलाई चाहिँ फटाइ गरेर मन्त्री हुन खोज्यो त्यो त थाहा भएन। अब भएनन् चर्चा चलाउने, ट्रायल गर्ने, मिडिया ट्रोल गर्ने, कतै भइ पो हाल्छु कि भन्ने कुराको चाहिँ तपाईँको चाहिँ ऊ पनि होला उनलाई अलिअलि एउटा। तर त्यस्तो त हुनु हुँदैन, त्यस्तातिर जानु हुँदैन। देश प्रतिको मन्त्री गयो भने झन् ठुलो खतरा हुन्छ। देश अग्रमन्त्री जाने हो, अगाडि जाने हो। यस्ता पात्रहरूलाई हामीले निमिट्यान्न पार्ने हो। केही जनता भनौँ न केही तबका छ क्या फेरि यहाँनिर के छ भने केही तबकालाई के चाहिएको छ भने उही राजै चाहिएको छ, हिजोको उही प्रतिगमन चाहिएको छ, अलि उस्तै पऱ्यो उही राणा शासन चाहिएको छ। अब राणा शासन 2007 सालको कुरा 2082 आइसक्यो। अब समय हेर्नुहोस्, मूल्यवान त समय छ नि। समय कहाँदेखि कहाँ आइसक्यो। 21औं शताब्दीदेखि अहिलेको तपाईँको दुनियाँ कहाँ पुगिसक्यो टेक्नोलोजीमा हेर्नुहुन्छ भने पनि होइन। अब फेरि उही पुरानो कुरा गरेर त तिनी बिग्दैनन्। मैले बरु उनीहरूलाई के भन्छु भने बरु केही नयाँ मसला नयाँ फन्डा ल्याऊ क्या जनतालाई कन्भिन्स गर्ने, अनि कन्भिन्स होलान्। पुरानै कुरा दिएर त कन्भिन्स हुँदैनन् क्या जनता। त्यसैतिर जान पनि हुँदैन। कोही तपाईँको चाहिँ त्यस्तो भ्रममा पारिन खोज्दैछ भने भ्रममा पर्नु पनि हुँदैन। महेश बस्नेतलाई तपाईँले कसरी लिनुहुन्छ? उहाँ अहिले जुन खालको जेन्जी आन्दोलनपछि आक्रामक रूपमा उहाँ आउनु भएको छ नि, उहाँको चाहिँ कार्यशैलीले लिएर तपाईँले त्यही त होइन। उहाँको कार्यशैली पनि ठिक छैन। हेर्नुहोस् यो देशमा शान्ति सुरक्षा अमन चयन तपाईँको अग्रगमन एउटा खाले चाहिँ वातावरण बनाउनुको साटो उहाँले चाहिँ देशमा तपाईँको चाहिँ थप तपाईँको चाहिँ अलिकति जनत्रास उत्पन्न गराइदिने र आफू चाहिँ हिरोइजम हुने अहिले यो प्रवृत्ति छ क्या नेपाल। उहाँले गुन्डागर्दी गरेको आफू हिरोइजम उहाँले भन्नुहुन्छ। अब हिजो वाइसिएल पनि मैले त होला उहाँले केही गरेको होइन। तपाईँको कोही भ्रममा पर्न जरुरी छैन। महेश बस्नेतजीले हिजो चाहिँ तपाईँको चाहिँ त्यो युथ फोर्स गठन गरेर पनि केही गरेको होइन। त्यो चाहिँ मात्रै के हो भने हाम्रो आन्तरिक हामीले चाहिँ त्यतिखेरको कार्यनीति बदलेको मात्रै हो। हामी सामूहिक बसाइमा थियौँ, हाम्रो बसाइ विकेन्द्रित भएको मात्रै हो। त्यसपछि आउँदाखेरि अहिलेको यो तपाईँले उहाँको राजनीतिक देख्नुहुन्छ कि उहाँ व्यक्तिगत रूपमा उहाँले टिप्पणी गर्नुपर्दा जुन प्रतिपक्ष अथवा विपक्षी भएर मात्र तपाईँले चाहिँ उहाँले नराम्रो देख्नुहुन्छ कि अथवा उहाँको राम्रो गुण पनि के हुनसक्छ नि? जस्तै एमाले बचाउनको निम्ति उहाँ लागि पर्नु भएको छ। एमालेको अहिले सच्चा सिपाही भन्नु र उहाँको प्रशंसा भइरहेछ नि। होइन एमालेमा त उहाँ जस्ता धेरै सच्चा, उहाँभन्दा धेरै सच्चा सिपाही धेरै छन्। तर तपाईँको चाहिँ यस्तो स्टन गर्न अथवा यस्तो चाहिँ यो के भन्छ यो सस्तो लोकप्रियता कमाउन यस्तो साह्रै चाहिँ गिर्दैनन्। जस्तो अस्ति उहाँले पनि भन्नुभयो तपाईँको चाहिँ के अरे मैले सुने एउटा ठाउँमा हाम्रै वाइसिएलको चाहिँ ऊ लिएर कहाँ के गर्यो अरे भनेर अलिकति अपशब्द जस्तो प्रयोग गर्नु। अब राजनीतिक लिडर हो भने त्यस्ता कुरा गरेर हुँदैन। उहाँले भनिदिनु भएको छ कि के अरे 10,000 वाइसिएल तपाईँको चाहिँ अस्तिको आन्दोलनमा सहभागी थियो। त्यो भनेको होइन। महेशजीलाई कसले तपाईँको सुनाइदिन्छ? को छन् उहाँका सल्लाहकार? हामीले भनेको त अहिलेको स्थितिमा खबरदार कसैले झुटा मुद्दा लाउन खोज्छौ, के अरे गलत अफवाह फैलाउन खोज्छौ। हाम्रो अध्यक्ष हाम्रो अहिले तत्कालीन अध्यक्ष र अहिलेको संयोजक प्रचण्डदेखि पार्टी सदस्यसम्म कसैलाई छोएर देखाऊ। तिमीहरूलाई हामीले दुजा पार्नेछौँ। 10,000को जनशक्ति अहिलेको स्थितिमा काठमाडौँमा स्ट्यान्ड बाई छ भनेको कुरालाई उहाँले 10,000 चाहिँ उहाँ चाहिँ यो विध्वंसमा सहभागी थियो भनेर उल्टो हेर्नु न। यस्तो कुरालाई हामीले कसरी पोजिटिभ लिन सकिन्छ विवेकजी? नेगेटिभ कुरा गर्ने,
नेगेटिभ आचरण देखाउने, समाजमा यसले चाहिँ तपाईँको चाहिँ उल्टो असर गर्ने, हामीले चाहिँ उहाँलाई मान्दिन पर्ने, त्यो मान्न सकिँदैन। उहाँको राजनीतिक भन्दा अराजनीतिक गतिविधि, अराजक गतिविधि, एकदम अराजक गतिविधि र यो समाजमा अपाच्य गतिविधिमा अलि बढी संलग्न हुन्छ। मैले यदि उहाँ पोलिटिसियन हो भने, अब पोलिटिसियन होइन भने त उहाँले जेसुकै गर्नु उहाँको व्यक्तिगत कुरा हो, पोलिटिसियन हो भने पोलिटिसियनको तरिकाले राजनीतिक कर्मीको हिसाबले पेश हुनुहोस्। हामी पनि राजनीति गरेरै आएको लामो समय, इभन हिजो हामी विद्रोहको भर्खरको रापताप एउटा खाले चाहिँ विद्रोही शक्ति भए पनि यही देशकै शक्ति हो नि, हामी पनि यहीको युवाहरू, हामीभित्र पनि तपाईँको जेनजी जेन वाई छ। तपाईँको चाहिँ हाम्रो सङ्गठनमा हामीले 10% त 16-28 को तपाईँको चाहिँ उमेर समूहमा हामीले चाहिँ गरेका छौँ होइन, तपाईँको चाहिँ विधानमै व्यवस्था गरेका छौँ। त्यस कारणले हाम्रो त्यो ठुलो सङ्ख्या, हाम्रो ठुलो चाहिँ सङ्गठनको पिँढीलाई अपमानित हुने काम नगर्नुहोस्। हामीले गर्ने काम यही मिडिया मार्फत अनुरोध गर्न चाहन्छु। उहाँलाई के सुझाव दिनुहुन्छ? उहाँ राजनीतिज्ञ हो भने राजनीतिक गतिविधि गर्नुहोस् होइन, यो अराजनीतिक गतिविधि गरेर कसैलाई दोषारोपण गरेर आफू उम्किम्ला अथवा आफू चोखो हुम्ला भन्ने पनि होइन होइन, र आफ्नो ड्युटी गर्नुभएको छ। उहाँ घर जलाएको छ, उहाँको घर जलाइयो हो, पार्टी कार्यालय जलाउनेहरूलाई कारबाही गर्नुपर्छ त हामीले पनि भनेकै छौँ होइन, कारबाही गर्नुहोस्, कारबाही गरौँ होइन। अब केही मिल्छ हाम्रा एजेन्डाहरू भने मिलेर जाउँ, अब मिल्दैन भने यो तथानाम उहाँले नि गाली गर्ने, हामीले पनि गाली गर्ने, हामी त गरेका छैनौँ होइन। हामीले त उहाँलाई के भन्न चाहन्छु भने तपाईँको लोकप्रिय मिडिया मार्फत राजनीतिक ढङ्गले पेश हुनुहोस्। राजनीतिक कर्मी हो भने तपाईँ होइन भने तपाईँ व्यक्तिगत कुरा जेसुकै गर्नुहोस्, हामीलाई सरोकार छैन होइन। तर हाम्रो सङ्गठनमाथि अनावश्यक लान्छना र आक्षेप लाइन्छ भने हाम्रो ठुलो सङ्ख्यामा भएको सङ्गठनमा आत्मग्लानी बनाउन खोजिन्छ अथवा आक्षेप लगाएर एउटा खालि तपाईँको चाहिँ त्यसलाई चाहिँ के अरे एउटा दुस्साहस गरिन्छ भने त्यो त हाम्रो त आत्मसम्मानमा चोट पऱ्यो भने त हामी पनि सहँदैनौँ। त्यस कारण त्यो वातावरण नबनाऊ भन्न म चाहन्छु उहाँलाई। र आफ्ना राजनीतिक गतिविधि हामी पनि गरिरहेछौँ, उहाँले पनि गर्नुहोस्, त्यसमा चाहिँ कुनै हाम्रो भनाइ छैन, कुनै टिप्पणी छैन। अब दुर्गा प्रसाईको आन्दोलन छठपछि चर्किने, छठ सकियो नि भर्खरै, तपाईँले बुझ्नु भएको छ। अर्को छठपछि फेरि एउटा आन्दोलन उलटपुलट भइसकेपछि चाहिँ केही शक्ति जस्तै विद्यादेवी भण्डारी, यो चौलेन्द्र शमशेर जबरा चाहिँ उहाँहरूको सरकार आउने, उहाँहरूले प्रधानमन्त्री बनाउने भन्ने हल्ला छ। यो जुन सरकारले चाहिँ एउटा खालको शान्ति सुरक्षा दिन नसकिएको कारण देखाउँदै सरकार उल्ट्याउने भन्ने एउटा खालको चर्चा चलिरहेको बेला दुर्गा प्रसाईको यो खालको आन्दोलनलाई लिएर तपाईँले के भन्नुहुन्छ? कुखुरा चोर दुर्गा प्रसाईले ठुलो गरेर कुरा गरेर हुन्छ? यो नयाँ तथ्य फेरि हो, एकदम नयाँ तथ्य। अहिले पनि सोध्नुहोस् तपाईँले, कुखुराको मासु लगाएर खाने, पैसा नतिर्ने दुर्गा प्रसाईले अनि ठुलो कुरा गर्ने। यहाँ तपाईँसँग प्रमाण छ? एकदम प्रमाण छ, एकदम प्रमाण छ। प्रमाण बिना हामी बोल्दैनौँ होइन। दुर्गा प्रसाई कुखुरा चोर हो, कुखुरा चोर। दुर्गा प्रसाई त्यतिखेरको तत्कालीन अहिलेसम्म पनि पैसा तिरेको छैन उसले। दुर्गा प्रसाईको यो खालको आन्दोलनलाई लिएर तपाईँले के भन्नुहुन्छ? त्यही त अब दुर्गा उनको बारेमा त झन् के कुरा गर्नु, अब ऊ त झन् धेरै गन्नाइसकेको मान्छे। अब चैत 15 गते पनि त्यत्रो गरेर गरे होइन उनीहरूले। चैत 15 गते जिउँदै मिडियाकर्मी जलाएर उनले जे चाहिँ हत्या हिंसा गरे, जुन विजयारोपण गरे, हत्याको हिंसाको तोडफोडको आगजनीको, त्यसबाटै उनको उद्योगति सुरु भइसक्यो। त्यो अलिअलि बच्चा कुचा शक्तिले अलिअलि चाहिँ उ गरेर चाहिँ आउन खोज्नु, टाउको उठाउनु खोज्नु, नेपाल जस्तो देशमा चाहिँ अब त्यो एउटा उनै बनिसक्यो दैनिक के रुटिन। के खेलो गर्ने त भन्दाखेरि एउटा फन्डा हालिदिने। अहिले अब त्यो कसको आउँछ न फन्डा, यति अरबपति बनाउँछु र करोडपति बनाउँछ। अरे मैले बारम्बार भने नि अहिलेसम्म के हेरेर बसेको कि तिमीहरू होइन। जस्तो उनीको चाहिँ दुर्गा प्रसाईलाई त धेरै टाढै जान परेन क्या। त्यही गट्ठाघरमा तपाईँको चाहिँ हाम्रो एकजना चाहिँ मित्रको चाहिँ मासु पसल छ। उहाँले चाहिँ त्यहाँबाट तपाईँको चाहिँ त्यो लोकल कुखुराको मासु लगाएर लाखौँको पैसा अहिले पनि तिर्न बाँकी छ। उहाँले अरबौँ करोडौँको फुर्ती लाउनुहुन्छ। त्यो पैसा त्यो पैसा नतिरेको भने त त्यो कुखुरा चोर हो। कुखुरा चोर दुर्गा प्रसाईले ठुलो गरेर कुरा गरेर हुन्छ? यो नयाँ तथ्य हो, एकदम नयाँ तथ्य। अहिले पनि सोध्नुहोस् तपाईँले, कुखुराको मासु लगाएर खाने, पैसा नतिर्ने दुर्गा प्रसाईले अनि ठुलो कुरा गर्ने। यहाँ तपाईँसँग प्रमाण छ? एकदम प्रमाण छ, एकदम प्रमाण छ। प्रमाण बिना हामी बोल्दैनौँ होइन। दुर्गा प्रसाई कुखुरा चोर हो, कुखुरा चोर। दुर्गा प्रसाई त्यतिखेरको तत्कालीन अहिलेसम्म पनि पैसा तिरेको छैन उसले होइन। अनि ठुलो कुरा गर्छ क्या तपाईँको चाहिँ। अनि हिजो माओवादीको चाहिँ बुई चढेर एकदम लुटपाट मचायो, अनि माओवादीलाई बदनाम गर्यो होइन। माओवादीले बनेर माओवादीको बदनाम गर्यो। यही त हो नि माओवादीले हेर्ने नजर। त्यसकारण जनतामा कहिलेकाहीँ जनता झुकिन्छन् क्या यस्तै मान्छेले कारणले होइन। अब पार्टीमा आएपछि त हामीले पनि यो पार्टीको हो भन्नु पऱ्यो। अनि उनीहरूले अब यो यस्तै हरकत गर्छन्, अनि बाहिरिहाल्यो। त्यसपछि एमालेमा गयो, एमाले पनि बिगार्यो
होइन। अहिले राजा भन्दैछ, राजाले पनि विश्वास गर्नु पऱ्यो क्या, राजालाई एकदम नजिकका भन्नेले फसाएको छ नि हिजो हेर्नुहोस्, धेरै ठुल्ठुलो तपाईँको चाहिँ धोका दिएका छन्। अब यो दुर्गा प्रसाईको के छ र भने कि यो तपाईँको ल यसको सम्पत्ति पनि छानबिन हुनुपर्छ। यो यतिसम्म तपाईँको चाहिँ बेमान र फटा हो कि यो, होइन। त यसको सम्पत्ति तपाईँको चाहिँ अस्ति यो कुन मिडियामा त देशभरि 100वटा घर छन् रे, कहाँबाट आयो, होइन। अनि यसको चाहिँ यो कतिसम्मको निकृष्ट मान्छे तपाईँको चाहिँ यो के अरे चाहिँ एउटा व्यवसाय गर्ने चाहिँ यो युवाको तपाईँको चाहिँ पसलबाट लगेको मासुको पैसा नतिर्ने, ठुलो कुरा गर्ने, अरबको ठुलो कुरा गर्ने, कहाँबाट आयो योसँग यो फुर्ती? उहाँले त दुरुपयोग हो यो राज्य शक्तिको दुरुपयोग हो। माओवादीमा बस्दा हिजो दुरुपयोग गर्यो, एमालेमा बस्दा गर्यो, अहिले गरिरहेछ। कारबाही किन भएन? कारबाही गर्नुपर्छ। तपाईँहरूको पनि सरकार थियो, किन भएन? हो यो पनि चाहिँ दुर्गा प्रसाई तपाईँले अहिले भन्नुभयो, तपाईँहरूको पनि सरकार थियो, त्यो बेला किन कारबाही भएन त? होइन यस्तो थियो, हामी त कारबाही गर्ने तपाईँको चाहिँ यो सबै फाइलहरू खोल्ने क्रममा थियौँ, सरकारै गिरिहाल्यो त। हाम्रो सरकार त कुनसा गतिलोसँग चल्न दिन्छन् र हटाइदिइहाल्छन् नि तपाईँको चाहिँ मन पर्दैन। अब यो सरकार यो जुन चुनाव आउँदैछ तपाईँहरूको सरकार बन्छ अब? त्यही त आह्वान गर्दैछौँ हामीले, सबै मिलेर जाउँ, अग्रगमनकारीहरू तपाईँ एजेन्डा मिल्नेहरू अगाडि बढेर जाउँ, सबै मिलेर तपाईँको चाहिँ 2/3 तपाईँको बलबाट सरकार मात्रै होइन विवेकजी, सरकारको मात्रै सवाल होइन क्या। अहिलेको त तपाईँको चाहिँ यो आन्दोलनको संस्थागत गर्ने कुरा होइन, यसलाई चाहिँ तपाईँको सही निष्कर्षमा पुर्याउने कुरा र हाम्रा हिजोका बाँकी रहेका एजेन्डालाई पनि स्थापित गर्ने बेला आएको छ। यो उचित समय हो, सबै मिलेर अग्रगमनकारीहरू फेरि अब प्रतिगमनकारीहरू होइन, अग्रगमनकारी शक्तिहरू मिलेर यो देशलाई नयाँ तपाईँको चाहिँ निकास दिनको निम्ति एकजुट हौँ। यी प्रतिगमनकारीको धेरै कुरा नगरौँ, यी बेमान र फटाहरू। आन्दोलन गर्दाखेरिको इफेक्ट के हुनसक्छ? अनि त्यो त सुरक्षा निकायले पनि गरिराख्यो होला। अब छठ गइसक्यो, अर्को छठ भन्नुभयो होला, अर्को वर्षको हो कि अब सायद चाहिँ त थाहा भएन। जम्मैजनाले चाहिँ 1 महिनाको चाहिँ खाना किनेर राख्नु भन्नुभएको छ उहाँले, चामल दाल सबै जुटाएर राख्नु, घरबाट ननिस्कनु भन्नुभएको छ। उहाँले पुर्याइदिनुहुन्छ पनि भन्नुभयो होला, गफ दिन त सजिलो हुन्छ। अहिले अब तपाईँ केही चाहिँ नेपाल ठप्प हुन्छ भन्नुभएको छ, ऋणीहरूलाई जुन बैङ्कको तपाईँको ऋण तिर्नु पर्दैन भनिरहनु भएको छ, अनेक भनिरहनु भएको छ, त्यो सुनिरहेको छ। त्यो गलत कुरा हो। बैङ्कको ऋण लिएपछि त्यो जनताको पैसा हो, त्यो तिर्नुपर्छ। तर केही समस्याहरू छन् भने त्यो राज्यले सहजीकरण गर्नुपर्छ। राज्य हो कि अभिभावक। दुर्गा प्रसाई त के हो भने एउटा आम नेपाली एउटा मेडिकल कलेज चलायो, 2-4 व्यवसाय, त्यस्ता हजारौँ लाखौँ छन् नेपालमा व्यवसाय गरी बसेका। त्यो नयाँ कुरा होइन क्या। तर यो त अब तपाईँको चाहिँ कस्तो देखियो भने नेपालमा यो सबै पार्टी चार्ने, सबै पार्टीबाट चाहिँ लुटपाट मचाउने, अनि तपाईँको चाहिँ जतिखेर पनि यो विध्वंस र एकदम क्रान्तिकारी कुरा गरे जस्तो गर्ने। तर खासमा ऊ प्रतिक्रान्तिकारी हो क्या। मान्छेले बुझ्दैनन् क्या, यहाँ जनता एकदम भुल्न र नभुल्न। उहाँले के भन्नुभएको छ भने तोडफोड गर्ने अब केही पनि छैन, तोडफोड हुन्न हाम्रो आन्दोलनमा भन्नुभएको छ, सरकार उलटफुलट हुने भन्नुभएको छ। त्यही त दुर्गा प्रसाईजी पहिला चाहिँ त्यो गएर त त्यो चाहिँ त्यो तिर्न बाँकी लोकल कुरा चोर्या पैसा तिर, त्यसपछि जे गर्ने गरौँला, हेरौँला। हामी पनि चैत 15 गति पनि देखेकै हो। तर त्यस्तो विध्वंस धेरै चाहिँ देशले सहँदैन। त्यसमा चाहिँ यदि हामी माथि तपाईँको चाहिँ उनको टार्गेट बन्यो भने हामीले त सशक्त प्रतिवाद गर्नेछौँ। हामीले तयार भएका छौँ। हाम्रो पङ्क्तिलाई मैले भने हाम्रो पार्टी सदस्यदेखि हाम्रो केन्द्रीय सुप्रिम कमान्डरसम्म, सुप्रिम नेतासम्म कहीँ पनि केही त्यस्तो भयो भने हामीले छोड्नेवाला छैनौँ। यो चाहिँ ढुक्क भयो। अब माहौल अहिलेको अलिकति नेकपा माओवादी केन्द्रका अध्यक्ष अहिले संयोजक हुनुभएको छ, उहाँ प्रचण्डको बारेमा चाहिँ तपाईँले टिका टिप्पणी गर्नु, उहाँको चाहिँ राम्रा नराम्रो कुरा के हुन्? होइन त्यही त, उहाँ त अब अहिले त राजनेताको छवि बनाइसक्नुभयो। एउटा तपाईँको चाहिँ हिजो जनयुद्धको परिकल्पनाकार के जनयुद्ध गर्नुपर्छ भनेर मुख्य तपाईँको चाहिँ सूत्रधार त्यतिखेरको आफूसँग भएको शक्तिलाई, एउटा खाले बन्दोबस्तीमा भएको शक्तिलाई अब राज्य सत्ता विरुद्ध बन्दुक उठाउनुपर्छ भनेर जुन कन्भिन्स गर्नुभयो, बन्दुक उठ्यो, जनयुद्ध भयो। जनयुद्धको एउटा चाहिँ नेतृत्व, सफल नेतृत्व गरेर त्यसको जगबाट 62-63 जनआन्दोलनबाट चाहिँ यहाँको जहाँनिया तपाईँको चाहिँ राजतन्त्र अन्त्य भयो, गणतन्त्र आयो। गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता यो सबैको जननी र यसको नेतृत्व अध्यक्ष प्रचण्ड नै हो होइन। उहाँले निकास दिन सक्छ थुप्रै यो देशलाई, सक्नुहुन्छ। उहाँको विकल्प त्यसकारण छैन भनेको हामीले तत्कालको अवस्थामा उहाँको विकल्प छैन। उहाँले एउटा छवि बनाइसक्नु भएको छ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको। अहिले तपाईँको चाहिँ एक चरण उहाँलाई चाहिँ काम गर्ने मौका दिएर 5 वर्षको लामो अवधि दिनुपर्छ भन्ने हो। 5 महिना 6 महिनामा केही पनि हुँदैन। हेर्नुहोस् विवेकजी, यो देशको कायापलट गर्ने कुरा हो।
हैन देशमा तपाईँको चाहिँ एउटा विकासको एउटा परियोजना मात्र हैन कि समग्र देशको समग्र परियोजना ह्यान्डल गर्नको निम्ति स्थिर सरकारको नेतृत्व गर्ने मौका एकपटक दिनुपर्छ। त्यसमा हामी सबै गोलबन्द भएका छौँ। हाम्रो पार्टी पङ्क्तिमा त त्यो खाले मध्यस्थता भएर उहाँलाई संयोजकको जिम्मेवारी पनि आएको छ। सँगसँगै विचार मिल्ने पार्टी एकताको कुरा पनि भएको छ। हामी सबै मिल्न सक्ने शक्तिहरू मिलेर उहाँको नेतृत्वमा जानुपर्छ। खैर यति भन्दै गर्दा उहाँका पनि कमजोरी छन्, नभएका हैनन्। उहाँ पनि सच्चिन्छु भन्नुभएको छ, सच्चिनुस् हामी पनि भन्न चाहन्छौँ। सच्चिनुपर्छ। यो अहिलेको नयाँ अहिले देश दौडाम हुनुहुन्छ फेरि हो, नयाँ चाहिँ अहिलेको नयाँ पिँढीको आन्दोलनले त्यो हामीलाई सन्देश दिएको छ। हामी सबै सच्चिनुपर्छ। हामी सबै तपाईँको चाहिँ पुरातन हिसाबले होइन नयाँ ढङ्गले सोच्नुपर्छ। अब हिजो पनि फेरि जनयुद्धकै कुरा गरेर हुँदैन। अहिले अब तपाईँको सहरी विद्रोह, तपाईँको सहरी जनता र तपाईँको चाहिँ आज तपाईँको अहिलेको युवा पिँढी जो इन्टरनेट नेटमा अलिकति झुमिरहेको यो पङ्क्तिको पनि भावना बुझ्ने गरी आफ्ना कार्ययोजना बनाउने, आफ्नो कमिटीलाई त्यही अनुसारले तम तयार राख्ने र चुनावमा होमेर त्यो बल प्राप्त गरेर जनताको साँच्चीकैको बल प्राप्त गरेर देशको नेतृत्व गर्नुपर्छ भन्ने हो। अब तपाईँले चाहिँ तपाईँका पार्टीले भनौँ न जुन खालको गणतन्त्रका सुन्दर फुल भनिरहँदाखेरि बालेन र हर्कको बारेमा चाहिँ विभिन्न टिक्का टिप्पणी भइरहेको थियो। तपाईँले चाहिँ बेला बेला गर्दै पनि आउनु भएको देश नेतृत्व गर्छ भन्दाखेरि उसलाई चाहिँ किन दिएन भन्ने खालको पनि प्रश्न उठिरहेको छ र उहाँले श्रम शक्ति पार्टी सुरु गर्न लाग्नु भएको छ। उहाँले के भन्न चाहनुहुन्छ? हर्क साम्पाङसँग तपाईँको धारणा मिल्छ कि मिल्दैन? तपाईँको एजेन्डा एक हो कि होइन? होइन, उहाँको विस्तृत उता आइसकेको छैन। पार्टी मात्रै दर्ता गर्नुभयो। उहाँले चाहिँ अब पार्टीहरूलाई गाली गर्नुहुन्थ्यो, पहिला आफै पार्टी दर्ता गर्नुभयो, फेरि यो पनि मिलेन उहाँको कुरा हैन। उहाँ चाहिँ त्यो क्षेत्रमा धरान उपमहानगरपालिकामा लोकप्रिय मतका साथ चुनाव जितेको मेयर हो। हामीले हेर्ने अहिले त्यति नै हो। अब अहिले थप पहल लिएर उहाँले केही गर्नुभयो भने त त्यो पनि हेरौँला। अस्ति पनि उहाँ चाहिँ अब चाहिँ देश तिमीहरूको मात्रै होइन भन्दै दौडेर आउनुभयो, प्रधानमन्त्री हुन्छ भनेर आउनुभयो। किन हुनु भएन त्यो त उहाँलाई सोध्नुपर्ने भयो। किन दिएन उहाँलाई त्यो त सोध्नुपर्ने भयो। नेपालमा त त्यो अनेक किसिमको खेल हुन्छ नि त, यहाँ त अनेक चलखेलभित्र चाहिँ पर्नु भएन होला। उहाँ पहल पुगेन होला। रोएर प्रधानमन्त्री त कहाँ भइन्छ र, हुँदैन त्यसरी होइन। तर फेरि उहाँले त्यो उहाँको चाहिँ अलिकति यो सबैलाई गाली गर्ने तपाईँको ऊ देख्छु मैले। जस्तो आफ्नै यो मोनोपोली टाइपको कार्यशैली देख्छु, त्यो चाहिँ बेठीको जुन श्रम संस्कृतिको जुन उहाँले चाहिँ अहिले थाहा गर्नुभएको छ त्यो चाहिँ राम्रो छ। त्यो चाहिँ हामीले नै पहल गरेको पहिला सुरुमा जनयुद्धकालमा हामीले शहीद मार्गहरू बनाएको जे गर्दा पनि माओवादीले नै सुरु गरेको त्यो त कुनै दुविधा छैन। हामीले सुरु गरेको श्रमको काम हामीले पनि गरिरहेको छौँ। माओवादीको सिको गरेर उहाँले पनि त्यहाँ धरानमा गर्नुभयो, राम्रो गर्नु भएको छ भन्ने लाग्छ। के गर्नु भएको छ धरानको जनतालाई थाहा होला विशेष त होइन। तर तपाईँको चाहिँ जुन पार्टीहरूलाई गाली गर्ने र आफै पार्टी खोल्ने त्यो चाहिँ बेठिक छ होइन। र होइन यो हर्क जस्ता बालेन जस्ता र उत्पीडित जनसमुदायलाई चेतना दिने पनि माओवादीकै काम। नत्र भने दूर दराजमा जहाँ बाटोघाटो थिएन, सूचना थिएन, सञ्चार थिएन, जहाँ चाहिँ कुनै राज्यको पहुँच थिएन, पहुँच त बनायो नि, बोल्न सक्ने त बनायो नि। यो त हामी मान्छौँ नि। त्यस कारणले यसको श्रेय दिनुपर्छ। तर यो फेरि तपाईँको माओवादीमाथि नै उहाँहरूको त्यो धारणा बदलिन्छ, त्यो चाहिँ बेठिक छ। नबदल्नु होला, मैले भन्छु नबदल्नु होला। तर उहाँहरूको कार्यशैली र तपाईँको चाहिँ लिने भिजन चाहिँ अग्रगामी हुनु पर्यो, पक्षगमनकारी होइन। जो कुनैको पनि होइन। अग्रगमनकारी भयो भने हामी समर्थन गर्छौँ, प्रतिगमनकारी भयो भने हामी विरोध गर्छौँ। भनेपछि अहिले जुन खालको एउटा मन्त्रीमण्डल अन्तरिम सरकारलाई मन्त्री छान्नै सकस भइरहेको बेला एउटा के फन्डा आयो भने जुन दलित अभियन्ता, दलितलाई खै भन्ने अभियन्ता उहाँले चलाइरहनु भएको छ। उहाँ चाहिँ निकै लामो समयदेखि काम गर्दै आउनुभएको खगेन्द्र सुनार, उहाँको मन्त्री पद नै शपथ नखाइकन उहाँ चाहिँ हात धुनु पर्यो भन्ने खालको एउटा वातावरण आएको छ। उहाँले पनि के भन्नुभएको छ भने माओवादी जनयुद्धकै कारणले गर्दाखेरि दलितमा चेतना आएको भनेर उहाँले स्वीकार्नु भएको छ। यसलाई लिएर उहाँको विषयमा तपाईँले नजिकबाट हेरिरहनु पनि भयो होला। उहाँ 45 दिन चाहिँ नेल लगाएर बस्नु भएको छ। उहाँको विषयमा के भन्नुहुन्छ? त्यही त उत्पीडित, उपेक्षित, दलित, निम्नवर्ग र पिछडिएको क्षेत्र हामी सँगसँगै हेर्नुपर्छ कि सबैलाई। यो सबैलाई जागरणमा ल्याउने र बोल्न सक्ने र आफ्नो हक अधिकार माग्ने बनाएको माओवादी आन्दोलनले हो, माओवादी जनयुद्ध जनक्रान्तिले नै हो। त्यसमा कुनै दुईमत छैन। यदि हिजोकै तपाईँको यी अहिले भन्छन् राजाकै पालीमा हुन्थ्यो भने खगेन्द्र सुनार जस्ता व्यक्तिको नाम क्याबिनेटमा चर्चै हुँदैन थियो। क्याबिनेटमा होइन, कतै पनि चर्चा हुँदैन थियो। त्यो चर्चित हुनुभयो। हामी त त्यो चाहिँ जस्तो राज्यको लिडिङ गर्ने एउटा चाहिँ थलो हो,
मन्त्री परिषद भनेको सर्वोच्च निकाय हो, त्यसमा समावेशी समानुपातिक सबै क्षेत्र वर्गको प्रतिनिधित्व हुनुपर्छ भन्ने नै हो। त्यसमा उहाँको आएको थियो, उहाँ हुनुभएको भए हामीलाई झन् गर्व हुन्थ्यो, राम्रै हुन्थ्यो, तर बनाइएन। किन भन्दाखेरि यो उहाँ जस्ता उत्पीडित उपेक्षित दलित निम्नवर्ग पिछडिएको क्षेत्रबाट आउनेहरूलाई त मान्छे गनिँदैन त विवेकजी। यहाँनिर तपाईँको चाहिँ त्यही त भने त सुकिला मुकिला अब तपाईँको यहाँ मिडिया ट्रायल गर्न सक्ने, मिडिया किन्न सक्ने होइन, आज तपाईँको चाहिँ खरिद बिक्री कहाँ हुँदै रहन्छ र? जहाँ पनि खरिद बिक्रीमा पर्न सक्ने मात्रै चाहिँ आउने भए पावरमा। त्यही भएर त यो प्रणाली बेठिक भयो, बेठिक बनाइयो। हामीले त यो प्रणालीको कुनै पनि चाहिँ सोचेको होइन, यतातिर जान खोजेको थिएनौँ। हामी त हिजो सम्झौताको दस्तावेज बनाउँदाखेरि यस्तो भन्यौँ, तर हाम्रा रिजर्भेसन छन्। फेरि पनि यो सबैको निकास त त्यहीँ गएर हुन्छ। यस्तो वर्गबाट आउनेहरूलाई हाम्रो रातो सलाम छ, उहाँहरूलाई शुभकामना छ। त्यो ट्रोल गरेर के भयो त? यदि उहाँको चाहिँ अझै पनि हुन्छ भने त बनाइदिए भयो त। कर्णालीबाट छुटेकै छ, कर्णालीको कोटा खाली नै छ, बनाउनुपर्छ। उहाँले मन्त्री बनाउँदा केही फरक हुँदैन? बनाउनु अहिले जो कोसीलाई पनि मन्त्री बनाउँदा त फरक परेन। झन् खगेन्द्र सुनार आउँदा त किन हामीलाई चाहिँ गर्नुपर्ने त कारणै केही पनि छैन। हुनुपर्छ उत्पीडित क्षेत्रबाट समानुपातिक समावेश त हुनु पऱ्यो नि त मन्त्रीमण्डल। एउटा मात्रै क्षेत्रको एउटा मात्रै जातको मान्छे बसेर कहाँ हुन्छ? भनेपछि समावेशी बनाउने कोसिस भइरहेको छ यो सरकारले, तर मन्त्री छान्न किन सकस भइरहेको छ भन्ने कुरा पनि छ। त्यही त यहाँ त जेनजी अभियन्ता जेनजीका नामबाट तपाईँको 5,000 जनाको नाम गएर भन्ने कुरा पनि आउँछ। अब त्यत्रो धेरै त मन्त्री कसरी बनाउन् होइन? अहिलेको अब के अरे प्रधानमन्त्रीलाई पनि त्यो होला समस्या। तर जहाँसम्म लाग्छ सरकार अहिलेका सबै पार्टीहरू सबै जेनजी अभियन्ताहरू सही अग्रभवनको बाटोतिर लाग्नुपर्छ। यो देशको निकास त्यसरी नै हुने हो। अब जुन कुलमान घिसिङ अहिले 3वटा मन्त्रालयको चाहिँ सम्हालेर मन्त्री हुनुभएको छ, उहाँको रिजल्ट देखिने कामहरू गरिरहनु भएको छ। जुन खालको ऊर्जा क्षेत्रमा गरिरहने डेडिकेटेड ट्रङ्क लाइनको विवादलाई चाहिँ एउटा खालको सतहमा नै आइसकेको छ, जबकि उद्योग बन्द हुने स्थिति छ। र उहाँको जुन श्रेय जस्तै उज्यालो नेपाल अभियान भनेर उहाँले सञ्चालन गरिरहनु भएको छ, कुलमानप्रति तपाईँहरूको सहानुभूति हो कि कुलमानप्रति तपाईँहरूको के हो खास? हो यहाँ पनि आउँछ कि कुलमानलाई कुलमान बनाउनु पनि माओवादीको हात छ। जस्तो रामेछापको उत्पीडित एउटा चाहिँ क्षेत्रको व्यक्ति एउटा विद्युत प्राधिकरणको 11औं तहमा एउटा खाले चाहिँ तपाईँको चिलिमे मोडेल ल्याउने सफल व्यक्ति, राम्रो तपाईँको चाहिँ त्यतिखेरको तपाईँको चाहिँ तत्कालीन अवस्थामा पनि विद्युत प्राधिकरणमा राम्रै नजरले हेरिन्थ्यो। तर त्यतिखेरका शासक सत्तामा बस्नेहरूले उहाँहरूलाई चाहिँ आउन दिएका थिएनन्। हाम्रो अध्यक्ष प्रधानमन्त्री हुँदा दोस्रो कार्यकाल र तपाईँको चाहिँ जनार्दन शर्मा ऊर्जा मन्त्री हुँदा उहाँलाई चाहिँ त्यो जिम्मेवारीमा ल्याइयो र तपाईँको चाहिँ त्यो त कायापलटै भयो। त्यो त हामी सबैलाई थाहा छ होइन? 18 घन्टे लोड सेडिङ अन्त्य भयो होइन? हुँदो रहेछ त तपाईँको चाहिँ म्यानेजमेन्ट गरे, त्यहाँ काम गरे, दुःख गरे, हुँदो रहेछ भन्ने त त्यहाँ चाहिँ साबित भयो। त्यसको श्रेय उहाँले लिनुभयो, सबैले लियो भनौँ न। तर त मुख्यतः माओवादी आन्दोलनले गर्दाखेरि नै उहाँलाई स्पेस त पाएको हो नि त, नत्र उहाँले स्पेस पाउँदैन थियो भने कसरी गर्नुहुन्थ्यो? जब कुलमानको विषयमा चाहिँ विवाद आउँछ अथवा कुलमानलाई जुन खालको रूपमा हटाइयो, सबभन्दा चित्त दुखेको माओवादीले हो, माओवादीलाई हो। त्यसरी हटाउँदाखेरि पनि हो असन्तुष्टि जनतामा बढेको थियो, त्यसले पनि मलजल गरेको छ अहिलेको यो आन्दोलनको होइन? त्यस कारणले कुलमान जस्ता पात्रहरूलाई काम गर्न दिनुपर्छ। त्यो हिजोको स्पिड अहिले पनि पक्रिरहनु भएको छ, हिजोको स्पिड अहिले पक्रिरहनु भएको छ, त्यो ठिक छ। त्यो पनि हामी पनि अब वेट एन्ड वाचमा छौँ। कस्तो काम गर्नुहुन्छ त? राम्रो काम गरे हामी राम्रो काम गर्नुभयो भन्छौँ, स्याबास भन्छौँ। यदि नराम्रो काम गर्नुभयो भने खबरदार गर्छौँ। यसमा त हाम्रो कुनै दुविधा छैन। हामीले उहाँको काम कारबाही अहिले तपाईँले लिएर अहिलेसम्म आजको दिनसम्म ठिक छ है। यदि उहाँले बेठिक गर्नु भने बेठिक गर्नुभयो भन्छौँ। उहाँको जुन खालको सरकार प्रतिनिधित्व लिएर तपाईँहरू खुसी हुनुहुन्छ? ठिक छ, हामी खुसी पनि छैनौँ, दुखी पनि छैनौँ। हामीले अहिले राम्रो काम गरिरहनु भएको छ, त्यसको समर्थन गरेकै छौँ। अब अन्तिममा छौँ हामी। तपाईँले जुन खालको देश जति पनि देशमा तथा विदेशमा रहेका चाहिँ दर्शकबिन्दहरूलाई यो देशको परिस्थितिलाई लिएर होस् अथवा तपाईँको आफ्नो धारणा के भन्नुहुन्छ, उहाँलाई यो गरौँ अथवा के भन्नुहुन्छ, के सुझाव के म्यासेज दिनुहुन्छ? यो लोकप्रिय मिडिया मार्फत म आम देश विदेश रहने युवा पिँढी, विशेषतः म युवा सङ्गठन नेतृत्व गरिराखेको अवस्थामा युवा पिँढीलाई के आह्वान गर्न चाहन्छु भने हामी युवाहरूमा
आज तपाईँको अहिलेको जेनजी पिढी अहिले नयाँ पिढीहरूमा पनि बढी के भयो भने एकदम निराशा र नेगेटिभिटीबाट हामी गइराखेका छौँ। हामी चाहिँ निश्चित एउटा तपाईँको इन्टरनेट प्लेटफर्म अथवा मोबाइल सोसल मिडिया मात्रै भुलिराखेका छौँ। त्यसरी मात्रै भुल्दा हाम्रो धारणा बन्दैन। हाम्रो धारणा बनेन भने हामी नेता बन्दैनौँ। हामी नेता बनेनौँ भने अनि त्यसपछि पुराना नेताले नै हामीलाई शासन गर्ने हो। त्यस कारणले हामी अलिकति अध्ययनशील बनौँ, अलिकति तपाईँको चाहिँ अन्तर्क्रिया गर्ने गरौँ, छलफल गर्ने गरौँ। त्यसबाट एउटा विचार, क्रान्तिकारी विचार र धारणा बन्छ। त्यो धारणाले देश विकास गर्न सक्ने हामी नेतृत्वमा स्थापित हुन सक्छौँ, स्थापित हुन्छौँ र त्यसपछि हामीले तपाईँले चाहिँ एउटा खाले अग्रगमनकारी कार्ययोजना बनाऊँ हैन। अनि त्यो एउटा वीर्य छलफलद्वारा एउटा विचार निर्माण गरेर तपाईँको चाहिँ वीर्य जस्तो तपाईँको चाहिँ देशमा रोजगारी सिर्जनाका विषय होस्, देशलाई कायाकल्प गर्ने विषय होस्, शासकीय स्वरूपका विषय होस्, संविधान संशोधनका विषय हुन्, हामी बसेर एउटा खाले चाहिँ वीर्य छलफलद्वारा एउटा देशलाई अग्रगामी निकास दिन सबै लागौँ। सबै अग्रगमनकारी शक्तिहरूलाई म यो आग्रह गर्न चाहन्छु भने प्रतिगमनकारीहरूलाई म के चेतावनी दिन चाहन्छु भने तिमीहरूले अझै पनि फेरि धमिल्याएर पानी धमिल्याएर माछा मार्ने अथवा चाहिँ तपाईँ त्यो के अरे चाहिँ यो दिवा सपना देख्छौ र तिमीहरू के अरे चाहिँ यो प्रतिक्रान्तितिर जान्छौ भने तिमीहरूलाई ध्वस्त पार्न हामी अझै पनि जिउँदैछौँ, अझै पनि हामी तयार छौँ। त्यो पनि म चेतावनी दिन चाहन्छु। व्यस्त समयको बावजुद आफ्नो समय प्रदान गरिदिनु भयो, तपाईँले धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद। आदरणीय दर्शकवृन्द, आज हामीले पुष्प ओली वाइसेल नेपालका अध्यक्ष हुनुहुन्छ। उहाँ चाहिँ यो देशको परिस्थितिलाई लिएर जुन खालको आफ्नो ठाउँबाट हर सम्भव चाहिँ एउटा खालको निकास दिनको निम्ति युवाहरूमा एउटा खालको जागरण पैदा गर्नको निम्ति लागिरहनु भएको छ। उहाँको यात्रा सफल र भव्य रहोस् भन्दै आगामी एपिसोडमा नयाँ अतिथिको साथमा उपस्थित हुने नै छौँ। उज्यालो विशेषको यो अङ्क, उज्यालो बहसको यो अङ्क यति नै। हामीलाई अहिलेलाई बिदा दिनुहोस्। तपाईँको ब्याकपेल शुभ रहोस्। नमस्कार।